नमस्कार र हार्दिक स्वागत छ। आज हामी एक असाधारण गहिरो र बौद्धिक यात्रामा निस्कदैछौँ। ब्रह्माण्डको अनन्त गहिराइमा, समयको रहस्यमय सुरुवातदेखि यसको अनिश्चित तर सम्भावित अन्त्यसम्म। यो यात्रा सामान्य हुने छैन, किनकि हामी यसलाई एक यस्ता व्यक्तिको दृष्टिकोणबाट हेर्नेछौँ जसको नाम आधुनिक भौतिक विज्ञान, फिजिक्स र ब्रह्माण्ड विज्ञान कस्मोलोजीसँग अभिन्न रूपमा जोडिएको छ, प्रोफेसर स्टेफन हकिङ। उनी एक यस्तो नक्षत्र थिए जसको बौद्धिक चमकले हाम्रो ब्रह्माण्डप्रतिको बुझाइलाई नै उज्यालो बनायो। एकछिन कल्पना गर्नुहोस्, तपाईँ एक सफा ताराले भरिएको रातमा आकाशतिर हेरिरहनु भएको छ। त्यो अनन्त कालो क्यानभासमा टिमटिमाइरहेका अनगिन्ती ताराहरू, टाढाका आकाशगङ्गाहरू र ब्रह्माण्डको विशालता। हामीमध्ये कसले होला जसले यो दृश्य देखेर मनमा गहिरो आश्चर्य र जिज्ञासा अनुभव नगरेको होस्? हामी को हौँ, हामी कहाँबाट आयौँ, यो विशाल, जटिल र सुन्दर ब्रह्माण्ड कसरी अस्तित्वमा आयो र यसको अन्तिम यात्रा कहाँ टुङ्गिएला? यी प्रश्नहरू मानव चेतना जत्तिकै पुराना हुन्, जसले दार्शनिकहरू, कविहरू र वैज्ञानिकहरूलाई युगौँदेखि प्रेरित गर्दै आएका छन्। र यिनै आधारभूत प्रश्नहरूको वैज्ञानिक उत्तर खोज्ने अथक प्रयासमा प्रोफेसर स्टेफन हकिङले आफ्नो सम्पूर्ण जीवन समर्पित गरे। उनलाई निसन्देह विश्वका महान्त मस्तिष्कहरूमध्ये एक मानिन्छ, जसको क्रान्तिकारी कामले ब्रह्माण्डका प्रचलित मोडेलहरूलाई पुनर्भाषित गर्यो र हामीलाई वास्तविकताको प्रकृतिबारे नयाँ तरिकाले सोच्न बाध्य बनायो। स्टेफन हकिङको जीवन आफैमा प्रेरणा, साहस र मानव इच्छा शक्तिको एक अद्भुत गाथा थियो। 21 वर्षको उमेरमा उनलाई एमायोट्रोफिक ल्याटरल स्क्लेरोसिस (ALS) नामक एक दुर्लभ र गम्भीर रोग लागेको पत्ता लाग्यो। डाक्टरहरूले उनलाई केही वर्ष मात्र बाँच्ने बताएका थिए। यो रोगले बिस्तारै उनको शरीरलाई पक्षघात गरायो, उनलाई व्हीलचेयरमा सीमित गर्यो र अन्ततः उनको बोल्ने क्षमता पनि खोस्यो, जसले गर्दा उनले कम्प्युटर सहायता प्राप्त भोइस सिन्थेसाइजर मार्फत सञ्चार गर्नु पर्यो। तर यो शारीरिक बन्धनले उनको अदम्य मस्तिष्कलाई कहिले रोक्न सकेन। उनको विचारले समय र स्थानका सीमाहरूलाई सहजै पार गर्यो, ब्ल्याक होलको गहिराइदेखि बिग ब्याङको सुरुवाती क्षणसम्म, ब्रह्माण्डको अनन्त विस्तारमा स्वतन्त्र रूपमा विचरण गर्यो। यो मानव आत्माको विजय र बौद्धिक जिज्ञासाको शक्तिलाई दर्शाउने एउटा जीवन्त प्रमाण हो। यो पोडकास्ट श्रृङ्खला मुख्यतया स्टेफन हकिङद्वारा प्रस्तुत गरिएका 7 महत्त्वपूर्ण व्याख्यानहरूको संग्रह द थ्योरी अफ एभ्रिथिङ, द ओरिजिन एन्ड फेट अफ द युनिभर्स नामक पुस्तकमा आधारित छ। यो पुस्तक उनको अर्को प्रसिद्ध कृति अ ब्रिफ हिस्ट्री अफ टाइम, जस्तै ब्रह्माण्ड विज्ञान कस्मोलोजी र सैद्धान्तिक भौतिकी थ्योरेटिकल फिजिक्सका अत्यन्तै जटिल र गहन अवधारणाहरूलाई आम दर्शकहरू र श्रोताहरू समक्ष सरल, स्पष्ट र बुझ्ने भाषामा प्रस्तुत गर्ने उद्देश्यले लेखिएको थियो। हकिङको लेखन शैलीको विशेषता नै यही थियो, गम्भीर विषयलाई पनि आमन्त्रित गर्ने, उत्साहजनक, ज्ञानवर्धक र सहज बनाउने क्षमता, जसमा कुनै बौद्धिक अहङ्कार थिएन। उनी दृढ विश्वास गर्थे कि सैद्धान्तिक विज्ञानका आधारभूत प्रगतिहरू केवल केही विशेषज्ञ वैज्ञानिकहरूको साँघुरो दायरामा सीमित हुनु हुँदैन, बरु यी विचारहरू सामान्य सिद्धान्तमा सबैले बुझ्न सक्नुपर्छ। हाम्रो उद्देश्य यस पोडकास्ट मार्फत हकिङका ती गहन र दूरगामी विचारहरूलाई एउटा मौलिक, विस्तृत र आकर्षक नेपाली कथा वाचनमा प्रस्तुत गर्नु हो। हामी ब्रह्माण्डको उत्पत्तिको रहस्य, यसको निरन्तर विस्तार, ब्ल्याक होलको अनौठो प्रकृति, समयको दिशाको पहेँली र अन्ततः भौतिक विज्ञानको होली ग्रेल, सबै कुरालाई समेट्ने एउटा एकीकृत सिद्धान्त, सर्वस्वको सिद्धान्त, थ्योरी अफ एभ्रिथिङको निरन्तर खोजी जस्ता विषयहरूमा हकिङका विचारहरूलाई गहिराइमा गएर केलाउनेछौँ। यो यात्रा केवल वैज्ञानिक तथ्य र समीकरणहरूको नीरस सङ्ग्रह मात्र हुने छैन, बरु यो मानव ज्ञानको वर्तमान सीमाहरूलाई चुनौती दिने र फराकिलो पार्ने एक बौद्धिक साहसिक कार्य हुनेछ। यो ब्रह्माण्डलाई बुझ्ने हाम्रो सामूहिक प्रयासको कथा हो। हकिङले जोड दिए चाहिँ यो खोजी आफैमा महत्त्वपूर्ण छ। यो एउटा यस्तो अन्तिम सिद्धान्तको खोजी हो जसले ब्रह्माण्डमा देखिने सम्पूर्ण विविधता, व्यवस्था र नियमहरूलाई एउटै सुन्दर र तार्किक सूत्रमा बाँध्न सकोस्। यो खोजीले नै हाम्रो सृजनशीलतालाई प्रेरित गर्छ र हामीलाई अझ गहिरो प्रश्नहरू सोध्न उत्प्रेरित गर्छ। हकिङको कामको विशेषता नै यही हो कि उनले जटिल भौतिकीलाई हामी सबैले सोच्ने आधारभूत मानवीय प्रश्नसँग जोडे। हामी किन यहाँ छौँ, ब्रह्माण्ड किन यस्तो छ, जसले गर्दा उनको अपिल विश्वव्यापी र कालजयी छ। त्यसो भए आफ्नो सिट बेल्ट कस्नुहोस्, आफ्नो जिज्ञासालाई खुला छाड्नुहोस् र तयार हुनुहोस्। हामी स्टेफन हकिङको विचारहरूको आलोकमा ब्रह्माण्डको रहस्यमय, अद्भुत र कहिलेकाहीँ अनौठो लाग्ने यात्रा सुरु गर्दैछौँ। यो यात्राले तपाईँको सोचाइलाई चुनौती दिनेछ र सायद तपाईँले रातको आकाशलाई हेर्ने दृष्टिकोणलाई सधैँको लागि बदलिदिनेछ। अध्याय 1, ब्रह्माण्ड बारेका धारणाहरू। च्याप्टर 1,
आइडियाज अबाउट द युनिभर्स। आज हामी ब्रह्माण्डलाई जसरी बुझ्छौँ, विशाल विस्तारशील अरबौं आकाशगङ्गाले भरिएको, यो बुझाइ सधैँ यस्तो थिएन। हजारौं वर्षसम्म हाम्रा पुर्खाहरूले आकाशलाई हेरे, ताराहरूको चाललाई निहाले र आफ्नो सीमित ज्ञान र अनुभवको आधारमा ब्रह्माण्डको चित्र कोरे। प्राचीन सभ्यताहरूका लागि पृथ्वी नै सकथोक थियो, स्थिर, समतल र ब्रह्माण्डको निर्विवाद केन्द्र। सूर्य, चन्द्रमा, ग्रहहरू र ताराहरू सबै यही पृथ्वीको वरिपरि घुम्ने आकाशीय पिण्डहरू मानिन्थे, सायद देवताहरूले चलाउने रथहरू वा स्वर्गका बत्तीहरू। यी धारणाहरू मिथक, धर्म र दैनिक अवलोकनमा आधारित थिए, तर तिनीहरूले ब्रह्माण्डलाई बुझ्ने पहिलो मानवीय प्रयासलाई प्रतिनिधित्व गर्थे। यो भूकेन्द्रिक जियोसेन्ट्रिक दृष्टिकोणमा पहिलो महत्त्वपूर्ण वैज्ञानिक चुनौती ईसापूर्व 4औं शताब्दीमा ग्रिक दार्शनिक एरिस्टोटलबाट आयो। एरिस्टोटल, जसलाई पश्चिमी दर्शन र विज्ञानका पिताहरूमध्ये एक मानिन्छ, उनले पृथ्वी समतल नभई गोलाकार, स्फेरिकल छ भन्ने कुरामा विश्वास गर्थे र त्यसका लागि अवलोकनमा आधारित तर्कहरू प्रस्तुत गरे। यो केवल अनुमान थिएन, यो तार्किक निष्कर्ष थियो। उनको पहिलो र सायद सबैभन्दा प्रभावशाली तर्क चन्द्रग्रहण, लुनार इक्लिप्सको अवलोकनमा आधारित थियो। एरिस्टोटलले देखे कि जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ, त्यो छाया सधैँ गोलाकार हुन्छ, चाहे ग्रहण जुनसुकै कोणबाट लागेको किन नहोस्। यदि पृथ्वी एउटा चेप्टो थाल जस्तो भएको भए यसको छाया प्राय लाम्चो वा अण्डाकार हुनुपर्थ्यो, विशेष गरी जब सूर्य थालको सिधा माथि नभएको बेला ग्रहण लाग्थ्यो। छायाको निरन्तर गोलाकार प्रकृतिले पृथ्वी गोलाकार हुनुपर्छ भन्ने बलियो प्रमाण दियो। एरिस्टोटलको दोस्रो तर्क उत्तर र दक्षिण यात्रा गर्दा ताराहरूको स्थितिमा आउने परिवर्तनसँग सम्बन्धित थियो। उनले ग्रिसबाट दक्षिणतिर, जस्तै इजिप्ट यात्रा गर्दा ध्रुव तारा, पोल स्टार वा नर्थ स्टार, जुन उत्तरी गोलार्धमा सधैँ उत्तर दिशामा देखिन्छ, आकाशमा होचो हुँदै गएको देखे। यसको विपरीत उत्तरतिर यात्रा गर्दा ध्रुव तारा अग्लो देखिन्थ्यो। यो भिन्नता पृथ्वीको सतह समतल भएमा व्याख्या गर्न सकिँदैनथ्यो, तर यदि पृथ्वी गोलाकार छ भने यो स्वाभाविक थियो। साथै दक्षिणतिर यात्रा गर्दा नयाँ ताराहरू दक्षिणी क्षितिजमा देखिन थाल्थे, जुन उत्तरमा देखिँदैनथे। तेस्रो तर्क, जुन सायद नाविकहरूले पहिले नै अनुभव गरेका थिए, समुद्रबाट किनारतर्फ आउँदै गरेको जहाजको अवलोकनमा आधारित थियो। टाढाबाट हेर्दा जहाजको माथिल्लो भाग अर्थात् सेल पहिले देखिन्थ्यो र त्यसपछि मात्र जहाजको तल्लो भाग वा हल देखिन्थ्यो। यदि पृथ्वी समतल भएको भए पुरै जहाज एकैचोटि सानो बिन्दुबाट ठूलो हुँदै देखिनु पर्थ्यो। सेल पहिले देखिनुले पृथ्वीको सतह घुमाउरो छ भन्ने सङ्केत गर्थ्यो। यी अवलोकनहरूले प्राचीन समयमा पनि मानिसहरूले कसरी सावधानीपूर्वक अवलोकन र तार्किक तर्कको प्रयोग गरेर आफ्नो वरपरको संसार र ब्रह्माण्डबारे निष्कर्ष निकाल्न सक्थे भन्ने कुरा स्पष्ट गर्छ। यो वैज्ञानिक विधिको प्रारम्भिक रूप थियो, अवलोकन गर्ने, प्रश्न सोध्ने र प्रमाणको आधारमा निष्कर्ष निकाल्ने। यद्यपि एरिस्टोटलले पृथ्वी गोलाकार छ भनेर स्थापित गरे, उनले अझै पनि पृथ्वीलाई ब्रह्माण्डको केन्द्रमा स्थिर मानेका थिए। उनको यो विचारलाई आधार बनाएर दोस्रो शताब्दी इस्वीमा अर्का प्रभावशाली ग्रिक खगोलविद र गणितज्ञ क्लाउडियस टोलेमीले ब्रह्माण्डको एउटा विस्तृत र गणितीय रूपमा परिष्कृत मोडेल प्रस्तुत गरे। यो भूकेन्द्रित मोडेल जियोसेन्ट्रिक मोडेल थियो, जसले एरिस्टोटलको दर्शन र तत्कालीन खगोलीय अवलोकनहरूलाई एकीकृत गर्ने प्रयास गर्यो। टोलेमीको मोडेलमा पृथ्वी ब्रह्माण्डको केन्द्रमा अचल रूपमा अवस्थित थियो। यसको वरिपरि 8वटा पारदर्शी स्फटिक जस्ता गोलाकार स्फियरहरू थिए, जसले क्रमशः चन्द्रमा, बुध, शुक्र, सूर्य, मङ्गल, बृहस्पति, शनि र अन्त्यमा स्थिर ताराहरूलाई बोकेका थिए। ग्रहहरूको आकाशीय चाल, जुन कहिलेकाहीँ पछाडि फर्केको रेट्रोग्रेड मोसन जस्तो देखिन्थ्यो, त्यसलाई व्याख्या गर्न टोलेमीले एउटा जटिल प्रणालीको विकास गरे। उनले माने कि ग्रहहरू केवल आफ्नो मुख्य गोलामा मात्र घुम्दैनन्, बरु ती गोलाहरूमा जोडिएका साना वृत्तहरूमा पनि घुम्छन्, जसलाई इपिसाइकल भनिन्थ्यो। यो मोडेल गणितीय रूपमा जटिल भए पनि यसले ग्रह र ताराहरूको स्थितिको भविष्यवाणी गर्नमा उल्लेखनीय सफलता हासिल गर्यो र लगभग 1400 वर्षसम्म पश्चिमी र अरब संसारमा ब्रह्माण्डको मानक मोडेलको रूपमा स्वीकार्य रह्यो। यसलाई क्रिस्चियन चर्चले पनि समर्थन गर्यो, किनकि यसले पृथ्वी र मानवतालाई ब्रह्माण्डको केन्द्रमा राख्थ्यो, जुन उनीहरूको धर्मशास्त्रीय दृष्टिकोणसँग मेल खान्थ्यो। तर टोलेमीको मोडेलमा पनि समस्याहरू थिए। यसले गरेका केही भविष्यवाणीहरू अवलोकनहरूसँग मेल खाँदैनथे। उदाहरणका लागि, मोडेल अनुसार चन्द्रमा आफ्नो एपिपाई साइकलमा घुम्दा कहिलेकाहीँ पृथ्वीको थोरै नजिक आउनु पर्थ्यो, जसले गर्दा यसको देखिने आकार सामान्यभन्दा झन्डै दोब्बर हुनु पर्थ्यो। तर यस्तो नाटकीय आकार परिवर्तन कहिले देखिएन। यो मोडेल निर्माणको चरण थियो, जहाँ अवलोकनहरूलाई फिट गर्न सिद्धान्तहरूलाई झन्झन जटिल बनाउँदै लगियो, तर अन्तर्निहित त्रुटिहरू भने सधैँ रहिरहे।
शताब्दीौँसम्म टोलेमीको भूकेन्द्रित मोडेलले नै ब्रह्माण्डप्रतिको हाम्रो बुझाइमा प्रभुत्व जमायो। तर पुनर्जागरण रेनेसा कालसँगै नयाँ विचारहरूले जरा गाड्न थाले। 1514मा निकोलस कपर्निकस नामक एक पोलिस पादरी र खगोलविदले एउटा क्रान्तिकारी र सरल विचार अघि सारे। उनले गुमनाम रूपमा एउटा प्रस्ताव प्रकाशित गरे जसमा उनले तर्क गरे कि ब्रह्माण्डको केन्द्रमा पृथ्वी छैन, बरु सूर्य स्थिर छ र पृथ्वी लगायत अन्य ग्रहहरू सूर्यको वरिपरि गोलाकार कक्ष अर्बिटमा घुम्छन्। यो सूर्य केन्द्रित मोडेल हेलियोसेन्ट्रिक मोडेल थियो। यो मोडेल टोलेमीको मोडेलभन्दा गणितीय रूपमा धेरै सरल थियो र ग्रहहरूको रेट्रोगेड गतिको प्राकृतिक व्याख्या गर्थ्यो। तर यसले हजारौँ वर्षदेखि स्थापित मान्यताहरू र धार्मिक शिक्षाहरूलाई ठाडै चुनौती दियो। पृथ्वी जुन मानव अनुभवमा स्थिर देखिन्थ्यो त्यसलाई चलायमान मान्नु र ब्रह्माण्डको केन्द्रबाट हटाउनु तत्कालीन समाजका लागि पचाउन गाह्रो थियो। कोपर्निकसलाई आफ्नो विचार सार्वजनिक गर्दा विधर्मी हेरेटिक घोषित गरिने र दण्डित हुने डर थियो। त्यसैले उनले आफ्नो मुख्य कृति डे रेभोल्युसनबियस अर्बियम कोलेस्टियम अन द रिभोल्युसन्स अफ द सेलेस्टियन स्फियर्सलाई आफ्नो मृत्युशय्यामा मात्र प्रकाशित गर्ने अनुमति दिए। उनको विचारलाई व्यापक रूपमा स्वीकार गर्न लगभग 1 शताब्दी लाग्यो। कोपर्निकसको क्रान्तिलाई बलियो अब्जर्भेसनल प्रमाण प्रदान गर्ने काम 1609मा इटालियन वैज्ञानिक ग्यालिलियो ग्यालिलीले गरे। उनले भर्खरै आविष्कार गरेको दूरबीन टेलिस्कोपलाई परिष्कृत गरेर पहिलो पटक आकाशतिर व्यवस्थित रूपमा फर्काए र आश्चर्यजनक कुराहरू देखे जसले टोलेमीको मोडेललाई गम्भीर धक्का दियो। उनले चन्द्रमाको सतहमा पहाड र खाडलहरू देखे जसले यो एउटा पूर्ण चिल्लो गोला होइन भन्ने देखायो। उनले शुक्र ग्रहका कलाहरू फेजेसहरू देखे जुन सूर्यको वरिपरि घुमेमा मात्र सम्भव हुने थियो। र सबैभन्दा महत्त्वपूर्ण उनले बृहस्पति ग्रहको वरिपरि घुम्ने 4वटा साना उपग्रहहरू चन्द्रमाहरू पत्ता लगाए। यसले स्पष्ट रूपमा देखायो कि ब्रह्माण्डका सबै पिण्डहरू पृथ्वीकै वरिपरि घुम्नुपर्छ भन्ने एरिस्टोटल र टोलेमीको आधारभूत धारणा गलत थियो। यहाँ एउटा अर्को खगोलीय पिण्ड थियो जसको वरिपरि अरू पिण्डहरू घुमिरहेका थिए। यद्यपि कट्टर भूकेन्द्रवादीहरूले अझै पनि तर्क गर्न सक्थे कि बृहस्पतिका चन्द्रमाहरूले बृहस्पतिको वरिपरि घुम्दै गर्दा बृहस्पति आफै पृथ्वीको वरिपरि अत्यन्तै जटिल मार्गमा घुम्छ। तर कोपर्निकसको सूर्य केन्द्रित सिद्धान्तले यी अवलोकनहरूलाई धेरै सरल र स्वाभाविक रूपमा व्याख्या गर्यो। ग्यालिलियोको कामको नयाँ प्रविधि टेलिस्कोपले कसरी वैज्ञानिक क्रान्तिलाई अघि बढाउन सक्छ भन्ने देखायो र स्थापित सिद्धान्तहरूलाई चुनौती दिन बलियो प्रत्यक्ष प्रमाण प्रदान गर्यो। तर उनको यो समर्थनले उनलाई रोमन क्याथोलिक चर्चसँग द्वन्द्वमा ल्यायो र उनलाई आजीवन नजरबन्दमा राखियो। कोपर्निकसको मोडेललाई अझ परिष्कृत र गणितीय रूपमा सटिक बनाउने काम जर्मन खगोलविद योहानेस केप्लरले गरे। केप्लरले आफ्नो समकालीन टाइको ब्राहेद्वारा सङ्कलित अत्यन्तै सटिक खगोलीय तथ्याङ्कहरूको विश्लेषण गरेर पत्ता लगाए कि ग्रहहरू सूर्यको वरिपरि कोपर्निकसले सोचे जस्तो पूर्ण गोलाकार कक्षमा होइन, बरु अण्डाकार इलिप्टिकल कक्षमा घुम्छन् जसमा सूर्य एउटा फोकसमा हुन्छ। उनले ग्रहहरूको गतिको बारेमा थप 2 नियमहरू पनि पत्ता लगाए। यसले ग्रहहरूको स्थितिको भविष्यवाणीलाई अभूतपूर्व रूपमा सटिक बनायो र कोपर्निकसको मोडेलको अन्तिम कमजोरीलाई हटायो। यद्यपि केप्लरलाई सुरुमा अण्डाकार कक्षको विचार मन परेको थिएन, किनकि उनी पनि प्राचीन ग्रिकहरू जस्तै वृत्तलाई बढी उत्तम र स्वाभाविक मान्थे। तर तथ्याङ्कले उनलाई यो निष्कर्षमा पुग्न बाध्य बनायो जसले वैज्ञानिक निष्ठाको महत्त्वलाई दर्शाउँछ। यी सबै क्रान्तिकारी विचारहरू कोपर्निकसको सूर्य केन्द्रित प्रणाली, ग्यालिलियोको अवलोकन र केप्लरको अण्डाकार कक्षलाई एउटै तार्किक, गणितीय र भौतिक ढाँचामा बाँध्ने काम महान अङ्ग्रेज वैज्ञानिक सर आइज्याक न्युटनले गरे। 1687मा प्रकाशित उनको महान कृति फिलोसोफी नेचुरालिस प्रिन्सिपिया म्याथमेटिका, सामान्यतया प्रिन्सिपिया भनिनेलाई भौतिक विज्ञानको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण र प्रभावशाली पुस्तकहरूमध्ये एक मानिन्छ। यस पुस्तकमा न्युटनले गतिको 3 नियमहरू 3 लज अफ मोसन र सार्वभौमिक गुरुत्वाकर्षणको नियम ल अफ युनिभर्सल ग्राभिटेसन प्रस्तुत गरे। न्युटनको गुरुत्वाकर्षणको नियम अनुसार ब्रह्माण्डका हरेक पिण्डले हरेक अर्को पिण्डलाई एउटा बलले आकर्षित गर्छ र यो आकर्षणको बल ती पिण्डहरूको द्रव्यमासको गुणनफलसँग समानुपातिक र तिनीहरू बीचको दूरीको वर्गसँग बेग्रामानुपातिक इन्भर्सली प्रोपोर्सनल हुन्छ। न्युटनले गणितीय रूपमा देखाए कि यही एउटै गुरुत्वाकर्षण बलले स्याउलाई रुखबाट जमिनमा खसाल्छ, चन्द्रमालाई पृथ्वीको वरिपरि अण्डाकार कक्षमा घुमाउँछ र ग्रहहरूलाई सूर्यको वरिपरि केप्लरले वर्णन गरे जस्तै अण्डाकार कक्षमा घुमाउँछ। यसले पहिलो पटक किन ग्रहहरू सूर्यको वरिपरि घुम्छन् भन्ने भौतिक व्याख्या प्रदान गर्यो। यसले आकाशीय पिण्डहरूको गति र पृथ्वीमा वस्तुहरूको गतिलाई एउटै नियमहरूको सेटद्वारा व्याख्या गर्यो जसले गर्दा स्वर्ग र पृथ्वी बीचको प्राचीन विभाजन समाप्त भयो। यो विज्ञानको एकीकरण युनिफिकेसनको एक शक्तिशाली उदाहरण थियो जहाँ विभिन्न देखिने घटनाहरूलाई आधारभूत भौतिक नियमद्वारा व्याख्या गरियो।
न्युटनको गुरुत्वाकर्षण सिद्धान्तले ब्रह्माण्डको संरचनाबारे पनि नयाँ प्रश्नहरू खडा गर्यो। यदि सबै पिण्डहरूले एकअर्कालाई आकर्षित गर्छन् भने ताराहरू किन एकै ठाउँमा एकत्रित भएर भत्किँदैनन्? न्युटनले र रिचर्ड बेन्टले जस्ता समकालीनहरूले तर्क गरे कि यदि ब्रह्माण्ड अनन्त इन्फाइनाइट छ र ताराहरू यसमा लगभग समान रूपमा युनिफर्मली फैलिएका छन् भने त्यहाँ कुनै केन्द्रीय बिन्दु हुँदैन जहाँ गुरुत्वाकर्षणले सबैलाई तानेर एकत्रित गर्न सकोस्। हरेक तारालाई सबै दिशाहरूबाट बराबर रूपमा तानिन्छ, त्यसैले समग्रमा कुनै नेट बल हुँदैन र ब्रह्माण्ड स्थिर रहन सक्छ। तर यो स्थिर अनन्त ब्रह्माण्डको विचारले पनि आफ्नै समस्याहरू जन्मायो। 1823 जर्मन खगोलविद हेनरिक वोल्बर्सले एउटा सरल तर गहिरो विरोधाभास प्याराडक्स प्रस्तुत गरे, जसलाई आज वोल्बर्सको विरोधाभास वोल्बर्स प्याराडक्स भनिन्छ। वोल्बर्सले तर्क गरे कि यदि ब्रह्माण्ड साँच्चै अनन्त छ, स्थिर छ र समान रूपमा ताराहरूले भरिएको छ भने हामीले आकाशमा जतासुकै हेरे पनि हाम्रो दृष्टिको रेखा अन्ततः कुनै न कुनै ताराको सतहमा ठोक्किनुपर्छ। यस्तो अवस्थामा सम्पूर्ण रातको आकाश सूर्यको सतह जत्तिकै उज्यालो हुनुपर्ने हो। तर हामी सबैलाई थाहा छ रातको आकाश अँध्यारो छ। किन? यो साधारण प्रश्नले वास्तवमा न्युटनको स्थिर अनन्त र समान ब्रह्माण्डको धारणामा गम्भीर चुनौती खडा गर्यो। यसले अप्रत्यक्ष रूपमा सङ्केत गर्यो कि ब्रह्माण्ड या त अनन्त छैन या स्थिर छैन, या समान रूपमा ताराहरूले भरिएको छैन, या यसको आयु सीमित छ। यस विरोधाभासको समाधान 20औं शताब्दीको ब्रह्माण्ड विज्ञानमा लुकेको थियो, जसले ब्रह्माण्ड गतिशील छ भन्ने कुरा पत्ता लगायो। ब्रह्माण्डको सुरुवातको प्रश्न पनि प्राचीन कालदेखि नै सोचिँदै आएको थियो र यसले दर्शन र धर्मशास्त्रमा महत्त्वपूर्ण स्थान ओगटेको थियो। धेरै प्रारम्भिक ब्रह्माण्ड सम्बन्धी धारणाहरू र सृष्टि कथाहरूले ब्रह्माण्डको एउटा निश्चित सुरुवात फाइनाइट बिगिनिङ भएको सुझाव दिन्थे, जुन प्राय पहिलो कारण फर्स्ट कज वा सृष्टिकर्ताको दार्शनिक विचारसँग जोडिएको हुन्थ्यो। उदाहरणका लागि 4औं शताब्दीका प्रभावशाली क्रिस्चियन दार्शनिक सेन्ट अगस्टिनले जेनेसिसको पुस्तकको आधारमा ब्रह्माण्डको सृष्टि लगभग 5000 ईसा पूर्वमा भएको अनुमान गरेका थिए। चाखलाग्दो कुरा, यो समय मानव सभ्यताको उदय र लिखित इतिहासको सुरुवातसँग लगभग मेल खान्छ। अगस्टिनले समय आफै पनि ब्रह्माण्डको सृष्टिसँगै सुरु भएको तर्क गरेका थिए। तर न्युटन र वोल्बर्सको समयसम्म पनि ब्रह्माण्ड गतिशील छ, यो विस्तार भइरहेको छ र यसको एउटा निश्चित वैज्ञानिक सुरुवात छ भन्ने विचार अझै स्थापित भइसकेको थिएन। यो बुझाइको लागि हामीले 20औं शताब्दीको भौतिकी र खगोल विज्ञानको क्रान्ति कुर्नु पर्यो, जसको नेतृत्व अल्बर्ट आइन्स्टाइन र एडविन हबल जस्ता व्यक्तित्वहरूले गरे। अर्को अध्यायमा हामी यही क्रान्तिको बारेमा चर्चा गर्नेछौँ, जसले ब्रह्माण्ड स्थिर नभई विस्तार भइरहेको छ भन्ने कुरा पत्ता लगायो। अध्याय 2, विस्तार हुँदै गइरहेको ब्रह्माण्ड। च्याप्टर 2, द एक्सपान्डिङ युनिभर्स। पहिलो अध्यायको अन्त्यमा हामीले वोल्बर्सको विरोधाभास वोल्बर्स प्याराडक्सले कसरी न्युटनको स्थिर र अनन्त ब्रह्माण्डको धारणामा गम्भीर प्रश्न खडा गर्यो भन्ने देख्यौँ। रातको आकाश अँध्यारो हुनुले नै ब्रह्माण्डबारे हाम्रो तत्कालीन बुझाइमा केही आधारभूत कमी छ भन्ने सङ्केत गरेको थियो। त्यो अँध्यारो रातको आकाश वास्तवमा एउटा ठूलो रहस्य लुकाएर बसेको थियो, जसको पर्दा उग्रिन 20औं शताब्दी कुर्नु पर्यो। 20औं शताब्दीमा आइपुग्दा खगोल विज्ञान र भौतिक विज्ञानमा भएका क्रान्तिकारी विकासहरूले ब्रह्माण्ड सम्बन्धी हाम्रो दृष्टिकोणलाई आमूल परिवर्तन गरिदियो। यस परिवर्तनको केन्द्रमा थियो एउटा आश्चर्यजनक, अभूतपूर्व र युगान्तकारी खोज, ब्रह्माण्ड स्थिर छैन, यो त निरन्तर विस्तार भइरहेको छ। यो खोजका प्रमुख नायक थिए अमेरिकी खगोलविद एडविन हबल। यद्यपि यो कथामा अरू धेरै महत्त्वपूर्ण पात्रहरू पनि छन्। 1920 को दशकसम्म धेरैजसो खगोलविदहरूले हाम्रो आफ्नै आकाशगङ्गा मिल्की वे नै सम्पूर्ण ब्रह्माण्ड हो भन्ने सोच्थे। आकाशमा देखिने केही धमिलो बादल जस्ता वस्तुहरू, जसलाई नेबुला भनिन्थ्यो, त्यसलाई हाम्रो आकाशगङ्गाभित्रकै ग्यास वा धुलोका बादलहरू मानिन्थ्यो। यो एउटा ठूलो बहसको विषय थियो, जसलाई ग्रेट डिबेट पनि भनिन्छ। कि यी नेबुलाहरू हाम्रो आकाशगङ्गाभित्रका साना संरचना हुन् वा तिनीहरू आफैमा टाढा रहेका विशाल द्वीप ब्रह्माण्ड आइल्यान्ड युनिभर्सेस हुन्। यो बहसको टुङ्गो लगाउन ती नेबुलाहरूको दूरी नाप्न आवश्यक थियो। तर कसरी? ताराहरू यति टाढा छन् कि तिनीहरूको दूरी नाप्नु अत्यन्तै कठिन काम हो। यहाँनिर हार्वर्ड अब्जर्भेटरीकी एक कम चिनिएकी तर अत्यन्तै महत्त्वपूर्ण खगोलविद हेनरिटा स्वान लेभिटको कामले बाटो देखायो। उनले सेफिड भेरिएबल नामक विशेष प्रकारका ताराहरूको अध्ययन गरिन्। ती ताराहरूको विशेषता के हुन्छ भने तिनीहरूको चमक, ब्राइटनेस निश्चित अवधिमा नियमित रूपमा घटबड हुन्छ। लेभिटले पत्ता लगाइन् कि ताराहरूको चमक परिवर्तनको अवधि, पिरियड र त्यसको वास्तविक वा निरपेक्ष चमक एब्सोल्युट ल्युमिनिसिटी बीच एउटा सिधा र निश्चित सम्बन्ध छ। जति लामो अवधि त्यति नै बढी वास्तविक चमक। यो खोज, जसलाई पिरियड ल्युमिनिसिटी सम्बन्ध, पिरियड ल्युमिनिसिटी रिलेसनसिप भनिन्छ, खगोल विज्ञानको लागि एउटा वरदान साबित भयो।
यसले सेफिङ ताराहरूलाई मानक मैनबत्ती स्ट्यान्डर्ड क्यान्डलको रूपमा प्रयोग गर्ने बाटो खोलिदियो। यदि तपाईँलाई कुनै मैनबत्ती कति चम्किलो छ भन्ने थाहा छ भने त्यो कति टाढा छ भनेर त्यसको देखिने चमकबाट अनुमान लगाउन सक्नुहुन्छ, होइन त? त्यसरी नै यदि कुनै टाढाको नेबुलामा सेफिङ तारा भेटियो भने त्यसको चमक घटबड हुने अवधि नापेर लेभिटको नियमबाट त्यसको वास्तविक चमक थाहा पाउन सकिन्छ। अनि त्यसको वास्तविक चमक र पृथ्वीबाट देखिने चमक एपरेन्ट ब्राइटनेस तुलना गरेर त्यो तारा रहेको नेबुला कति टाढा छ भनेर गणना गर्न सकिन्छ। यही सूत्र प्रयोग गरेर 1924 देखि 1925 तिर एडविन हबलले क्यालिफोर्नियाको माउन्ट विल्सन अब्जर्भेटरीमा रहेको त्यसबेलाको संसारकै सबैभन्दा शक्तिशाली 100 इन्च हुकर टेलिस्कोप प्रयोग गरेर एन्ड्रोमेडा नेबुला जस्ता वस्तुहरूमा सेफिङ भेरिएबल ताराहरू खोज्न थाले। उनले ती ताराहरू पत्ता लगाए, तिनीहरूको अवधि नापे र लेभिटको नियम प्रयोग गरेर दूरी गणना गरे। उनको गणनाले देखायो कि एन्ड्रोमेडा जस्ता नेबुलाहरू हाम्रो मिल्की वे भन्दा धेरै टाढा थिए, लाखौं प्रकाश वर्ष टाढा। हबलको प्रारम्भिक अनुमान अहिलेको भन्दा कम थियो, तर पनि त्यो दूरी हाम्रो आकाशगङ्गाको आकारभन्दा धेरै गुणा बढी थियो। यो दूरी यति विशाल थियो कि तिनीहरू हाम्रो आकाशगङ्गाको भाग हुन सक्दैनथे। तिनीहरू वास्तवमा हाम्रो जस्तै स्वतन्त्र आकाशगङ्गाहरू ग्यालेक्सी थिए, अर्बौं ताराहरूका विशाल द्वीपहरू। यो खोजले ज्ञात ब्रह्माण्डको आकारलाई नाटकीय रूपमा विस्तार गर्यो। हाम्रो आकाशगङ्गा जुन आफैमा करिब 1 लाख प्रकाश वर्ष लाइट इयर फराकिलो छ, ब्रह्माण्डमा रहेका अनिगिन्ती, आज हामी 100 अर्ब अनुमान गर्छौं, आकाशगङ्गाहरूमध्ये एक मात्र हो भन्ने कुरा पत्ता लाग्यो। ब्रह्माण्डको नक्सा नै बदलियो। हामी एउटा सानो पोखरीबाट विशाल महासागरमा आइपुगेका थियौँ। तर हबलको सबैभन्दा क्रान्तिकारी र दूरगामी प्रभाव पार्ने खोज आउन अझै बाँकी थियो। यो खोजको जग भने एरिजोनाको लेभल अब्जर्भेटरीका अर्का खगोलविद भेस्टो स्लिफरले 1912 देखि नै तयार पारिरहेका थिए। स्लिफरले टाढाका नेबुलाहरू जुन पछि आकाशगङ्गा भनेर चिनिए, उनीहरूबाट आउने प्रकाशको वर्णक्रम स्पेक्ट्रमको अध्ययन गरिरहेका थिए। जब प्रकाशलाई प्रिज्म वा स्पेक्ट्रोग्राफबाट गुज्राइन्छ, यो इन्द्रेणी जस्तै विभिन्न रङहरू तरङ्ग लम्बाइ वेभलेन्थमा विभाजित हुन्छ, जसलाई वर्णक्रम स्पेक्ट्रम भनिन्छ। तारा वा आकाशगङ्गाहरूको वर्णक्रममा कालो रेखाहरू एब्जर्प्सन लाइन देखिन्छन्, जुन ती वस्तुहरूको वायुमण्डलमा भएका विभिन्न तत्त्वहरूले निश्चित तरङ्ग लम्बाइ वेभलेन्थको प्रकाश सोच्दा बन्ने गर्छन्। यी रेखाहरू हरेक तत्त्वको लागि निश्चित स्थानमा हुन्छन्, जसरी फिङ्गरप्रिन्टले मान्छे चिनाउँछ। स्लिफरले पत्ता लगाए कि उनले अध्ययन गरेका अधिकांश नेबुलाहरूको वर्णक्रममा देखिने यी परिचित रेखाहरू प्रयोगशालामा मापन गरिएको तिनै तत्त्वहरूको रेखाहरूको तुलनामा रातो रङतिर सरेका शिफ्ट भएका थिए। यो घटनालाई रेड शिफ्ट भनिन्छ। रेड शिफ्ट भनेको प्रकाशको तरङ्ग लम्बाइ वेभलेन्थ बढ्नु वा तन्किनु हो, जसले गर्दा प्रकाश वर्णक्रमको लामो तरङ्ग लम्बाइ भएको रातो छेउतिर सर्छ। केही थोरै नजिकका आकाशगङ्गाहरू जस्तै एन्ड्रोमेडा भने निलोतिर सरेको ब्लू शिफ्ट देखिए, जसले तिनीहरू हामीतिर आइरहेको सङ्केत गर्थ्यो। तर धेरैजसो विशेष गरी टाढा देखिनेहरू रातोतिर सरेका थिए। यो रेड शिफ्टको सबैभन्दा स्वाभाविक व्याख्या डप्लर प्रभाव, डप्लर इफेक्ट हो। डप्लर प्रभाव हामी ध्वनि तरङ्गहरूमा अनुभव गर्छौँ। जब एउटा एम्बुलेन्स वा रेलको साइरन हामीतिर आउँदै गर्दा त्यसको आवाज तीखो, उच्च आवृत्ति, छोटो तरङ्ग लम्बाइ सुनिन्छ र हामीबाट जाँदै गर्दा पातलो, कम आवृत्ति, लामो तरङ्ग लम्बाइ सुनिन्छ। त्यसरी नै यदि कुनै प्रकाशको स्रोत हामीबाट टाढा भागिरहेको छ भने त्यसबाट आउने प्रकाशको तरङ्ग लम्बाइ तन्किन्छ र रातोतिर सर्छ, रेड शिफ्ट। यदि स्रोत हामीतिर आइरहेको छ भने प्रकाश निलोतिर सर्छ, ब्लू शिफ्ट। स्लिफरले देखेको अधिकांश आकाशगङ्गाहरूको रेड शिफ्टले एउटा स्पष्ट निष्कर्ष दियो, ती आकाशगङ्गाहरू हामीबाट टाढा भागिरहेका छन्। अब आयो हबलको दोस्रो महान योगदान। 1929 मा हबलले आफ्नो आकाशगङ्गाहरूको दूरी मापन लेभिटको नियम प्रयोग गरेर र स्लिफर तथा आफ्नै टोलीले विशेष गरी मिल्टर ह्युमिल्सनले मापन गरेको रेड शिफ्ट अर्थात् टाढा जाने गतिलाई सँगै राखेर विश्लेषण गरे। उनले एउटा आश्चर्यजनक र सरल सम्बन्ध पत्ता लगाए। आकाशगङ्गा जति टाढा थियो त्यसको रेड शिफ्ट त्यति नै बढी थियो, अर्थात् त्यो त्यति नै छिटो हामीबाट टाढा भागिरहेको थियो। यो गति र दूरीको बीचको सिधा समानुपातिक सम्बन्धलाई आज हबलको नियम, हबल्स ल भनिन्छ। गणितीय रूपमा यसलाई यहाँ स्क्रिनमा देखाए जसरी लेखिन्छ, जहाँ v भनेको आकाशगङ्गाको टाढा जाने गति हो, d भनेको त्यसको दूरी हो र h0 भनेको एउटा स्थिराङ्क हो, जसलाई हबल्स कन्स्ट्यान्ट भनिन्छ। यो स्थिराङ्कले ब्रह्माण्ड कति छिटो विस्तार भइरहेको छ भन्ने दर बताउँछ। हबलको प्रारम्भिक अनुमान अहिलेको भन्दा धेरै सानो थियो, तर नियम आफै सही थियो। यो खोज 20औं शताब्दीको सबैभन्दा ठूलो र प्रभावशाली बौद्धिक उपलब्धिहरूमध्ये एक थियो। किनकि यसले पहिलोपटक ठोस अवलोकनमा आधारित प्रमाण दियो कि ब्रह्माण्ड स्थिर छैन, यो गतिशील छ, यो विस्तार भइरहेको छ, एक्सपान्डिङ भइरहेको छ। न्युटन र आइन्स्टाइनले सुरुमा मानेको स्थिर ब्रह्माण्डको धारणा गलत साबित भयो। यो खोजले ओल्बर्सको विरोधाभासको समाधान पनि प्रदान गर्यो
रातको आकाश अँध्यारो छ किनभने ब्रह्माण्ड अनन्त कालदेखि अस्तित्वमा छैन। यसको सुरुवात थियो र टाढाका ताराहरूबाट आउने प्रकाश हामीसँग आइपुग्न समय लाग्छन्। साथै ब्रह्माण्डको विस्तारले टाढाका ताराबाट आउने प्रकाशलाई रेडसिफ्ट गरेर त्यसको ऊर्जा घटाइदिन्छ। यो ब्रह्माण्डीय विस्तारको अर्थ के हो? के हामी कुनै विशेष स्थानमा छौँ, ब्रह्माण्डको केन्द्रमा जसबाट अरू सबै भागिरहेका छन्? होइन। हबलको नियमले यो देखाउँछ कि जुनसुकै आकाशगङ्गाबाट हेर्दा पनि अरू सबै आकाशगङ्गाहरू त्यसबाट टाढा भागिरहेको देखिनेछ र टाढाकाहरू छिटो भागिरहेको देखिनेछ। यसको सही व्याख्या यो हो कि स्वयं स्थान स्पेस नै फैलिरहेको छ। कल्पना गर्नुहोस्, एउटा नफुलेको बेलुनको सतहमा तपाईँले धेरै थोप्लाहरू बनाउनुभयो। अब बेलुन फुलाउँदै जानुहोस्, सतहमा रहेका हरेक थोप्ला अरू सबै थोप्लाहरूबाट टाढा जान्छन् र जति टाढाका थोप्लाहरू छन् तिनीहरू त्यति नै छिटो टाढा जान्छन्। तर बेलुनको सतहमा कुनै पनि थोप्ला केन्द्र हुँदैन। त्यसरी नै आकाशगङ्गाहरू आफै अन्तरिक्षमा दौडिरहेका होइनन्, तिनीहरूको आफ्नै स्थानीय गति त हुन्छ, तर तिनीहरू बीचको स्थान नै फैलिरहेको छ जसले तिनीहरूलाई एकअर्काबाट टाढा धकेलिरहेको छ। यो गतिशील स्थानको अवधारणा जुन समयसँग अभिन्न रूपमा जोडिएको छ, अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षता जनरल रिलेटिभिटीको सिद्धान्तको एक प्रमुख भविष्यवाणी थियो। चाखलाग्दो कुरा के छ भने हबलले आफ्नो अवलोकन गर्नुभन्दा एक दशक अघि नै आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तले यस्तो गतिशील, विस्तारशील र सङ्कुचनशील ब्रह्माण्डको सम्भावना देखाएको थियो। सामान्य सापेक्षताले गुरुत्वाकर्षणलाई द्रव्यमान र ऊर्जाले स्पेस टाइमलाई वक्र कर्व बनाउने प्रभावको रूपमा हेर्छ र स्पेस टाइम आफैलाई एउटा गतिशील लचिलो इकाइको रूपमा लिइन्छ। तर आइन्स्टाइन आफै त्यसबेलाको प्रचलित स्थिर ब्रह्माण्डको धारणाबाट प्रभावित भएर आफ्नो सिद्धान्तले स्थिर समाधान नदिएकोमा असन्तुष्ट थिए। उनले आफ्नो समीकरणमा एउटा अतिरिक्त पद कस्मोलोजिकल कन्स्ट्यान्ट थपेर गुरुत्वाकर्षणको आकर्षणलाई सन्तुलनमा राख्ने र ब्रह्माण्डलाई स्थिर बनाउने प्रयास गरेका थिए। यो पदले खाली स्थानमा पनि एक प्रकारको विकर्षण बल रिपल्सिभ फोर्स उत्पन्न गर्थ्यो। पछि हबलको खोजपछि जब ब्रह्माण्ड विस्तार भइरहेको पुष्टि भयो, आइन्स्टाइनले यो कस्मोलोजिकल कन्स्ट्यान्ट थप्नुलाई आफ्नो जीवनको सबैभन्दा ठूलो भूल, बिगेस्ट ब्लन्डर भनेका थिए। तर विडम्बना हेर्नुहोस्, हालैका दशकहरूमा ब्रह्माण्डको विस्तार तीव्र गतिमा भइरहेको छ पत्ता लागेपछि यो कस्मोलोजिकल कन्स्ट्यान्टको अवधारणा डार्क एनर्जीको रूपमा पुनर्जीवित भएको छ, जसको बारेमा हामी पछि चर्चा गर्नेछौँ। आइन्स्टाइनको प्रारम्भिक हिचकिचाहटको बावजुद 1922मा रुसी भौतिकशास्त्री र गणितज्ञ अलेक्जेन्डर फ्रिडम्यानले आइन्स्टाइनको मूल समीकरण कस्मोलोजिकल कन्स्ट्यान्ट बिना वा सहितको समाधानहरू खोजे, जसले स्पष्ट रूपमा देखायो कि सामान्य सापेक्षता अनुसार ब्रह्माण्ड स्थिर हुन सक्दैन। यो अनिवार्य रूपमा या त विस्तार हुनुपर्छ या त सङ्कुचन कन्ट्र्याक्टिङ हुनुपर्छ। फ्रिडम्यानको कामले सैद्धान्तिक भौतिकीको भविष्यवाणी गर्ने शक्ति देखायो। गणितीय समीकरणहरूले वास्तविकताको यस्तो पक्षलाई उजागर गर्न सक्छन् जुन अवलोकनद्वारा पुष्टि हुनुभन्दा पहिले नै थाहा पाउन सकिन्छ। फ्रिडम्यानले ब्रह्माण्डको औसत घनत्व एभरेज डेन्सिटीको आधारमा 3 सम्भावित मोडेलहरू प्रस्ताव गरे, जसले ब्रह्माण्डको भविष्यको निर्धारण गर्छ। 1. बन्द ब्रह्माण्ड, क्लोज्ड युनिभर्स। यदि ब्रह्माण्डको घनत्व एउटा निश्चित क्रिटिकल डेन्सिटी भन्दा बढी छ भने पदार्थको आपसी गुरुत्वाकर्षण यति बलियो हुन्छ कि यसले अन्ततः विस्तारलाई रोक्नेछ र ब्रह्माण्ड फेरि सङ्कुचित कन्ट्र्याक्टिङ हुन थाल्नेछ। यो सङ्कुचन तीव्र हुँदै जानेछ र अन्ततः ब्रह्माण्ड एउटा अत्यन्तै सानो र तातो अवस्थामा फर्किनेछ, जसलाई कहिलेकाहीँ बिग क्रन्च भनिन्छ। यस्तो ब्रह्माण्डको जियोमेट्री गोलाकार, स्फेरिकल वा बन्द हुन्छ र यो स्थान र समय दुवैमा सीमित हुन्छ। 2. खुला ब्रह्माण्ड, ओपन युनिभर्स। यदि घनत्व क्रिटिकल डेन्सिटी भन्दा कम छ भने गुरुत्वाकर्षण विस्तारलाई पूर्ण रूपमा रोक्न पर्याप्त हुने छैन र ब्रह्माण्ड सधैँभरि विस्तार भइरहनेछ। यस्तो ब्रह्माण्डको जियोमेट्री हाइपरबोलिक वा खुल्ला हुन्छ र यो अनन्त हुन्छ। 3. सपाट ब्रह्माण्ड, फ्ल्याट युनिभर्स। यदि घनत्व ठ्याक्कै क्रिटिकल डेन्सिटी बराबर छ भने ब्रह्माण्ड विस्तार भइरहनेछ, तर विस्तारको गति बिस्तारै घट्दै जानेछ, शून्यको नजिक पुग्नेछ तर कहिले शून्य हुने छैन। यस्तो ब्रह्माण्डको जियोमेट्री युक्लिडियन वा सपाट हुन्छ र यो पनि अनन्त हुन्छ। कुन मोडेल सही छ भन्ने कुरा ब्रह्माण्डमा भएको पदार्थ र ऊर्जाको कुल मात्रामा निर्भर गर्छ। यसमा हामीले देख्न सक्ने सामान्य पदार्थ, तारा, ग्रह, ग्यास मात्र होइन, बरु अदृश्य डार्क म्याटर र डार्क एनर्जी पनि पर्दछन्, जसले ब्रह्माण्डको अधिकांश घनत्व ओगटेको विश्वास गरिन्छ। हालका दशकहरूमा गरिएका सटिक अवलोकनहरू जस्तै कस्मिक भाइब्रेसन, ब्याकग्राउन्ड रेडिएसन र सुपरनोभाहरूको अध्ययनले ब्रह्माण्डको घनत्व क्रान्तिकारी घनत्व क्रिटिकल डेन्सिटी धेरै नजिक छ, अर्थात् ब्रह्माण्ड लगभग सपाट छ र यो सधैँभरि अझ तीव्र गतिमा विस्तार हुने सम्भावनालाई बढी देखाउँछ। अब यदि ब्रह्माण्ड अहिले विस्तार भइरहेको छ भने यसको सबैभन्दा तार्किक र गहिरो निष्कर्ष के हो? यदि हामीले ब्रह्माण्डको चलचित्रलाई उल्टो चलायौँ अर्थात् समय पछाडि फर्क्यौँ भने सबै आकाशगङ्गाहरू एकअर्काको नजिक आउँदै जानेछन्
स्थान खुम्चदै जानेछ। यदि हामी पर्याप्त पछाडि गयौँ भने लगभग 13.8 अर्ब वर्ष पहिले ब्रह्माण्डका सबै पदार्थ र ऊर्जा एउटै अत्यन्तै सानो अकल्पनीय रूपमा तातो र घना डेन्स बिन्दुमा केन्द्रित भएको हुनुपर्छ। यो प्रारम्भिक चरम अवस्था र त्यसपछिको तीव्र विस्तारलाई बिग ब्याङ भनिन्छ। यो शब्द सुरुमा फ्रेड होयलले 1949 BBC रेडियो कार्यक्रममा व्यङ्ग्यात्मक रूपमा प्रयोग गरेका थिए। होयल आफै स्टेडी स्टेट थ्योरीका पक्षपाती थिए, जसले ब्रह्माण्ड सधैँ उस्तै देखिन्छ र विस्तार हुँदा नयाँ पदार्थ निरन्तर सृजना हुन्छ भन्ने मान्यता राख्थ्यो। तर बिग ब्याङ नाम नै प्रचलित भयो। यो बुझ्नु महत्त्वपूर्ण छ कि बिग ब्याङ कुनै परम्परागत विस्फोट जस्तो थिएन, जुन पहिलेदेखि अस्तित्वमा रहेको खाली स्थानमा भयो। बरु यो स्वयं स्थान र समयको सुरुवात थियो। त्यो प्रारम्भिक क्षणमा घनत्व र स्पेस टाइमको वक्रता कर्वेचर अनन्त इन्फाइनाइट थियो भन्ने मानिन्छ। यस्तो बिन्दुलाई सिङ्गुलारिटी भनिन्छ, जहाँ भौतिक विज्ञानका ज्ञात नियमहरू सामान्य सापेक्षता समेत असफल हुन्छन्। यो त्यही प्रकारको सिङ्गुलारिटी हो जुन ब्ल्याक होलको केन्द्रमा पनि हुने विश्वास गरिन्छ, जसको बारेमा हामी अर्को अध्यायमा चर्चा गर्नेछौँ। बिग ब्याङ सिद्धान्तले ब्रह्माण्डको उत्पत्तिलाई वैज्ञानिक अनुसन्धान र परीक्षणको दायरामा ल्यायो। यसलाई केवल दार्शनिक अनुमान वा धार्मिक विश्वासको विषयबाट माथि उठायो। यस सिद्धान्तलाई समर्थन गर्ने सबैभन्दा बलियो प्रमाणहरूमध्ये एक हो 1965 मा आन्ड्रो पेन्जियास र रोबर्ट विल्सनद्वारा संयोगवश पत्ता लगाइएको कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड रेडिएसन CMBR। उनीहरू बेल ल्याब्समा माइक्रोवेभ रिसिभरमा काम गर्दै थिए, जुन त्यसबेला स्याटेलाइट सञ्चारको लागि प्रयोग गरिन्थ्यो। उनीहरूले सबै दिशाबाट आइरहेको एक रहस्यमय निरन्तर पृष्ठभूमि आवाज ब्याकग्राउन्ड नोइज पत्ता लगाए, जुन उनीहरूले हटाउन सकेनन्। सुरुमा उनीहरूले यसलाई उपकरणको त्रुटि वा एन्टेनामा परेवाको गुड र त्यसको फोहोर, जसलाई उनीहरूले सफा पनि गरेको कारणले भएको सोचे, तर यो आवाज हट्दै हटेन। संयोगले प्रिन्सटन विश्वविद्यालयका भौतिकशास्त्री रोबर्ट डिकेले उनको समूहले बिग ब्याङबाट बाँकी रहेको यस्तै विकिरण खोज्ने तयारी गरिरहेका थिए। उनीहरूलाई जर्ज गामो, राल्फ अल्फर र रोबर्ट हर्मनले 1940 को दशकमा गरेको भविष्यवाणीबारे थाहा थिएन। जब पेन्जियास र विल्सनले प्रिन्सटन समूहबारे थाहा पाए, उनीहरूले बुझे कि उनीहरूले संयोगवश ब्रह्माण्डको सबैभन्दा पुरानो प्रकाश बिग ब्याङको अवशेष रेमिनेन्ट पत्ता लगाएका थिए। यो विकिरण बिग ब्याङको लगभग 3,80,000 वर्षपछि उत्सर्जित भएको थियो, जब ब्रह्माण्ड पर्याप्त चिसो करिब 3000 केल्भिन भएर इलेक्ट्रोन र प्रोटोनहरू मिलेर तटस्थ हाइड्रोजन परमाणुहरू बन्न सके। यो घटनालाई रिकम्बिनेसन भनिन्छ। यसअघि ब्रह्माण्ड यति तातो थियो कि यो आयोनाइज प्लाज्माको अवस्थामा थियो र प्रोटोनहरू प्रकाशका कणहरू स्वतन्त्र इलेक्ट्रोनहरूसँग निरन्तर ठोकिरहन्थे, जसले गर्दा ब्रह्माण्ड अपारदर्शी थियो। रिकम्बिनेसनपछि फोटोनहरू स्वतन्त्र रूपमा यात्रा गर्न सक्षम भए र ब्रह्माण्ड पारदर्शी भयो। CMBR त्यही बेला उत्सर्जित भएको प्रकाश हो, जुन ब्रह्माण्डको विस्तारसँगै चिसिँदै गएर आज माइक्रोवेभ तरङ्गको रूपमा करिब 2.7 केल्भिन तापक्रममा हामीसम्म आइपुगेको छ। CMBR को अस्तित्व र यसको लगभग पूर्ण समान तापक्रम थोरै उतार चढाव बाहेक जुन पछि संरचना बन्न महत्त्वपूर्ण भयो, बिग ब्याङ मोडेलको एक प्रमुख भविष्यवाणी थियो। यसको खोजले बिग ब्याङ सिद्धान्तलाई खगोल विज्ञानको मानक मोडेलको रूपमा स्थापित गर्यो। त्यसो भए हबलको विस्तारै हुँदै गइरहेको ब्रह्माण्डको खोजले हामीलाई फिडब्यानको गतिशील मोडेलहरू हुँदै बिग ब्याङको क्रान्तिकारी अवधारणासम्म पुर्यायो। एउटा यस्तो क्षण जहाँ हाम्रो ब्रह्माण्ड स्थान र सायद समय आफै सुरु भयो। तर यो सुरुवात कस्तो थियो? त्यो प्रारम्भिक सिङ्गुलारिटीको प्रकृति के थियो र त्यो चरम अवस्थाबाट आजको जटिल र संरचित ब्रह्माण्ड कसरी विकसित भयो? यी प्रश्नहरूको जवाब खोज्न हामीले भौतिक विज्ञानका दुई महान स्तम्भहरू, सामान्य सापेक्षता जसले गुरुत्वाकर्षण र ठूला संरचनाहरूलाई वर्णन गर्छ, र क्वान्टम मेकानिक्स जसले अत्यन्तै साना कणहरूको व्यवहारलाई वर्णन गर्छ, उनीहरूको गहिरो अन्तर्सम्बन्धलाई बुझ्नुपर्छ। र यस यात्रामा हामीले गुरुत्वाकर्षणको अर्को चरम र रहस्यमय सिर्जना ब्ल्याक होलको सामना गर्नुपर्नेछ, जहाँ सिङ्गुलारिटीको अवधारणा फेरि देखा पर्छ। अर्को अध्यायमा हामी यिनै ब्ल्याक होलहरूको अनौठो संसारमा प्रवेश गर्नेछौँ। अध्याय 3 द ब्ल्याक होल्स, च्याप्टर 3 द ब्ल्याक होल्स। अघिल्लो अध्यायमा हामीले ब्रह्माण्डको विस्तार र त्यसको तार्किक निष्कर्ष बिग ब्याङको रोमाञ्चक यात्रा गऱ्यौँ। हामीले देख्यौँ कि यदि हामी समयमा पछाडि फर्कियौँ भने सम्पूर्ण ब्रह्माण्ड एउटा अकल्पनीय रूपमा सानो, तातो र घना बिन्दुमा केन्द्रित थियो, जसलाई हामी सिङ्गुलारिटी भन्छौँ। एउटा यस्तो अवस्था जहाँ भौतिक विज्ञानका ज्ञात नियमहरू असफल हुन्छन्। यसले एउटा गहिरो प्रश्न जन्माउँछ कि यस्तो चरम अवस्था, यस्तो सिङ्गुलारिटी ब्रह्माण्डको सुरुवातमा मात्र सम्भव छ, वा प्रकृतिले यस्ता अनौठा र रहस्यमय अवस्थाहरू अन्यत्र पनि सिर्जना गर्न सक्छ? यो प्रश्नको जवाब खोज्न हामीले हाम्रो ध्यान ब्रह्माण्डका विशाल संरचनाहरूबाट हटाएर आकाशमा चम्किरहेका ताराहरूतिर लगाउनुपर्छ।
ताराहरू जुन हामीलाई अनन्त र अपरिवर्तनीय लाग्न सक्छन् वास्तवमा तिनीहरूको आफ्नै जीवनचक्र हुन्छ। तिनीहरू जन्मिन्छन्, बाँच्छन् र अन्ततः मर्छन्। र केही ताराहरूको मृत्यु यति नाटकीय र शक्तिशाली हुन्छ कि त्यसले स्पेस टाइमको संरचनालाई च्यातेर एउटा यस्तो वस्तुको सिर्जना गर्छ जुन सायद ब्रह्माण्डकै सबैभन्दा रहस्यमय र विचित्र रचना हो, ब्ल्याक होल। ब्ल्याक होलहरू स्पेस टाइमका यस्ता क्षेत्र हुन् जहाँ गुरुत्वाकर्षण यति प्रबल हुन्छ कि त्यसको चङ्गुलबाट केही पनि उम्कन सक्दैन, प्रकाश समेत। यो अवधारणाले हाम्रो कल्पनालाई उत्तेजित गर्छ र त्यसको जरा भौतिक विज्ञानका गहिरा सिद्धान्तहरूमा गाडिएको छ, विशेष गरी अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तमा। यो अध्यायमा हामी यी रहस्यमय वस्तुहरूको संसारमा डुबुल्की मार्नेछौँ, तिनीहरू कसरी बन्छन्, तिनीहरूको संरचना कस्तो हुन्छ र तिनीहरूले ब्रह्माण्डबारे हाम्रो बुझाइलाई कसरी चुनौती दिन्छन्। यो कथाको सुरु हुन्छ ताराहरूको जीवन र मृत्युबाट। ताराहरूको जन्म अन्तरिक्षमा फैलिएको ग्यास र धुलोका विशाल बादलहरू नेबुलाबाट हुन्छ। गुरुत्वाकर्षणले यी बादलहरूलाई बिस्तारै आफूतिर तान्छ, जसले गर्दा तिनीहरू सङ्कुचित हुँदै जान्छन्। सङ्कुचन कन्ट्र्याक्सन बढ्दै जाँदा केन्द्रको तापक्रम र चाप यति धेरै बढ्छ कि त्यहाँ आणविक संलयन, न्युक्लियर फ्युजन हुन्छ। यो प्रक्रियामा हाइड्रोजनका परमाणुहरू मिलेर हिलियम बन्छन् र यस क्रममा अपार ऊर्जा उत्पन्न हुन्छ। यही ऊर्जाले तारालाई चमक दिन्छ र गुरुत्वाकर्षणको भित्री खिचावलाई सन्तुलनमा राख्ने बाहिरी चाप, आउटवार्ड प्रेसर प्रदान गर्छ। जबसम्म ताराको केन्द्रमा हाइड्रोजन इन्धन रहन्छ, यो सन्तुलन कायम रहन्छ र तारा आफ्नो जीवनको अधिकांश समय अर्बौं वर्षसम्म स्थिर रूपमा चम्किरहन्छ। तर कुनै पनि इन्धन अनन्त हुँदैन। अन्ततः ताराको केन्द्रमा रहेको हाइड्रोजन सकिन्छ। अब के हुन्छ? यो कुरा ताराको पिण्ड मासमा निर्भर गर्छ। हाम्रो सूर्य जस्ता कम पिण्ड भएका ताराहरूको कथा अलि शान्त हुन्छ। केन्द्रमा हाइड्रोजन सकिएपछि कोर सङ्कुचित र तातो हुन्छ, जसले हिलियमलाई कार्बनमा फ्युजन गर्न थाल्छ। यस क्रममा ताराको बाहिरी तहहरू फैलिएर एउटा विशाल रातो दानव, रेड जाइन्ट बन्छ। अन्ततः यी बाहिरी तहहरू अन्तरिक्षमा फैलिएर प्लानेटरी नेबुला नामक सुन्दर संरचना बनाउँछन् र पछाडि छोडिन्छ ताराको तातो घना अवशेष, एउटा सेतो बामन, व्हाइट ड्वार्फ। व्हाइट ड्वार्फलाई थप सङ्कुचन हुनबाट केले रोक्छ? यहाँ आणविक संलयनको चाप हुँदैन। यसलाई रोक्ने काम क्वान्टम मेकानिक्सको एउटा अनौठो सिद्धान्तले गर्छ, जसलाई इलेक्ट्रोन डिजेनेरेसी प्रेसर भनिन्छ। सरल भाषामा भन्नुपर्दा इलेक्ट्रोनहरूलाई एउटा निश्चित सानो ठाउँबाट एकैसाथ खाद्न सकिँदैन। तिनीहरूले यसको प्रतिरोध गर्छन्। यही प्रतिरोधले गुरुत्वाकर्षणलाई रोक्छ र व्हाइट ड्वार्फलाई स्थिर राख्छ। तर यो इलेक्ट्रोन डिजेनेरेसी प्रेसरको पनि एउटा सीमा छ। 1930 को दशकमा भारतीय मूलका युवा भौतिकशास्त्री सुब्रमण्यम चन्द्रशेखरले व्हाइट ड्वार्फहरूको अध्ययन गर्दा एउटा क्रान्तिकारी गणना गरे। उनले पत्ता लगाए कि यदि व्हाइट ड्वार्फको पिण्ड हाम्रो सूर्यको पिण्डभन्दा लगभग 1.4 गुणा बढी भयो भने इलेक्ट्रोन डिजेनेरेसी प्रेसर गुरुत्वाकर्षणलाई रोक्न पर्याप्त हुँदैन। यो सीमालाई आज चन्द्रशेखर लिमिट भनिन्छ। यो खोज अत्यन्तै महत्त्वपूर्ण थियो। यसले देखायो कि 1.4 सौर्य पिण्डभन्दा बढी पिण्ड भएका ताराका कोरबाट व्हाइट ड्वार्फको रूपमा आफ्नो जीवन अन्त्य गर्न सक्दैनन्। गुरुत्वाकर्षणले अनिवार्य रूपमा जित्नेछ। यसले प्रश्न जन्मायो, त्यसो भए यी भारी ताराहरूको कोरको नियति के हुन्छ? चन्द्रशेखरको कामको प्रकृतिमा व्हाइट ड्वार्फभन्दा पनि धेरै घना वस्तुहरूको अस्तित्व हुनुपर्ने सङ्केत गर्यो। जब ताराको कोर चन्द्रशेखर लिमिटभन्दा भारी हुन्छ र गुरुत्वाकर्षणले इलेक्ट्रोन डिजेनेरेसी प्रेसरलाई जित्छ, कोरको सङ्कुचन फेरि सुरु हुन्छ। यो सङ्कुचन यति तीव्र हुन्छ कि चापले इलेक्ट्रोन र प्रोटोनलाई एक आपसमा विलय गराएर न्युट्रोन बनाइदिन्छ। अब कोर मुख्यतया न्युट्रोनहरूले बनेको हुन्छ। यहाँ फेरि क्वान्टम मेकानिक्सको अर्को शक्ति देखा पर्छ, न्युट्रोन डिजेनेरेसी प्रेसर। जसरी इलेक्ट्रोनलाई खाद्न सकिँदैन, त्यसरी नै न्युट्रोनहरूले पनि अत्यधिक खादिएको अवस्थाको प्रतिरोध गर्छन्। यदि कोरको पिण्ड मास यति धेरै छैन कि यसले न्युट्रोन डिजेनेरेसी प्रेसरलाई पनि जित्न सकोस्, यो सीमा लगभग 2-3 सौर्य पिण्ड मानिन्छ। यद्यपि यो अझै बहसको विषय हो। तब सङ्कुचन यही बिन्दुमा रोकिन्छ। यसले एउटा अविश्वसनीय रूपमा घना वस्तुको सिर्जना गर्छ, न्युट्रोन तारा, न्युट्रोन स्टार। एउटा न्युट्रोन ताराको आकार एउटा सहर लगभग 20 किलोमिटर व्यास जत्रो मात्र हुन सक्छ। तर त्यसमा हाम्रो सूर्यभन्दा बढी पिण्ड हटाएको हुन्छ। यसको घनत्व यति धेरै हुन्छ कि 1 चम्चा न्युट्रोन तारा पदार्थको तौल पृथ्वीमा अर्बौं टन हुन सक्छ। न्युट्रोन ताराहरूको निर्माण प्राय सुपरनोभा नामक विशाल ताराकीय विस्फोटकसँग सम्बन्धित हुन्छ, जसले ताराले आफ्नो जीवनकालमा बनाएका भारी तत्त्वहरूलाई अन्तरिक्षमा छर्किदिन्छ। ती तत्त्वहरू जुन ग्रह र जीवनको निर्माणका लागि आवश्यक छन्। तर के हुन्छ यदि तारा यति विशाल छ कि त्यसको कोरको पिण्ड न्युट्रोन डिजेनेरेसी प्रेसरले पनि धान्न सक्ने सीमाभन्दा बढी छ भने? यहाँ गुरुत्वाकर्षणको अन्तिम र पूर्ण विजय हुन्छ। कुनै पनि ज्ञात भौतिक शक्तिले यस सङ्कुचनलाई रोक्न सक्दैन। 1930 को दशकको अन्त्यतिर रोबर्ट ओपनहाइमर र उनका सहकर्मीहरूले आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त प्रयोग गरेर यस्तो अति भारी कोरको नियति के हुन्छ भनेर अध्ययन गरे।
उनीहरूको गणनाले देखायो कि यस्तो अवस्थामा कोर अनन्त रूपमा सङ्कुचित हुँदै जानेछ, पदार्थलाई असीमित घनत्वको अवस्थामा पुर्याउनेछ। उनीहरूले देखाए कि पर्याप्त पिण्ड भएमा यो अनियन्त्रित सङ्कुचन केवल सम्भावना मात्र होइन, यो सामान्य सापेक्षताको अनिवार्य परिणाम हो। यसरी जन्म हुन्छ ब्ल्याक होल। चाखलाग्दो कुरा के छ भने प्रकाश पनि उम्कन नसक्ने गरी शक्तिशाली गुरुत्वाकर्षण भएको वस्तुको अवधारणा आइन्स्टाइनको सिद्धान्तभन्दा पहिले नै आएको थियो। 1783 अङ्ग्रेज पादरी र प्राकृतिक दार्शनिक जोन मिचेलले न्युटनको गुरुत्वाकर्षण सिद्धान्त र प्रकाश कणहरू कर्पुस्कल्सबाट बनेको हुन्छ भन्ने मान्यताको आधारमा तर्क गरे कि यदि कुनै तारा पर्याप्त मात्रामा विशाल र सघन छ भने त्यसको सतहबाट उम्कने गति एस्केप भेलोसिटी प्रकाशको गतिभन्दा बढी हुन सक्छ। यस्तो ताराबाट उत्सर्जित प्रकाश पनि गुरुत्वाकर्षणले तानेर फिर्ता ल्याउनेछ, जसले गर्दा त्यो तारा अदृश्य डार्क स्टार बन्नेछ। यस्तै विचार पछि फ्रान्सेली गणितज्ञ पियरे साइमन ल्याप्लेसले पनि प्रस्तुत गरेका थिए। यद्यपि यो पुरानो भौतिकीमा आधारित थियो, यसले आश्चर्यजनक रूपमा आधुनिक ब्ल्याक होलको अवधारणाको पूर्वाभास दिएको थियो। तर सामान्य सापेक्षतामा आधारित आधुनिक बुझाइ मौलिक रूपमा फरक छ। मिचेल र ल्याप्लेसले एउटा यस्तो सतहको कल्पना गरेका थिए जहाँबाट प्रकाशका कणहरू उम्कन सक्दैनन्। आइन्स्टाइनको सिद्धान्तले गुरुत्वाकर्षणलाई बलको रूपमा होइन, बरु पिण्ड र ऊर्जाले स्पेस टाइम स्थान समयलाई चक्र कर्व बनाउने प्रभावको रूपमा हेर्छ। त्यसैले ब्ल्याक होल केवल उच्च एस्केप भेलोसिटी भएको वस्तु मात्र होइन, यो स्पेस टाइमको यस्तो क्षेत्र हो जहाँ वक्रता यति चरम हुन्छ कि त्यसभित्र रहेका सबै वस्तु र प्रकाशको भविष्यको बाटो अनिवार्य रूपमा केन्द्रतिर नै मोडिन्छ। यो गुरुत्वाकर्षणको बुझाइमा भएको ठूलो परिवर्तन थियो। एस्केप भेलोसिटीको समस्याबाट स्पेस टाइमको जियोमेट्रीको समस्यामा रूपान्तरण। त्यसो भए एउटा ब्ल्याक होलको संरचना कस्तो हुन्छ? सामान्य सापेक्षता अनुसार यसका दुई मुख्य विशेषताहरू छन्: घटना क्षितिज इभेन्ट होराइजन र सिङ्गुलारिटी। घटना क्षितिज इभेन्ट होराइजन सायद ब्ल्याक होलको सबैभन्दा परिभाषित विशेषता हो। यो कुनै भौतिक सतह होइन जसलाई छुन सकिन्छ, बरु यो स्पेस टाइममा रहेको एउटा अदृश्य सीमा हो जसले ब्ल्याक होलको केन्द्रलाई घेरेको हुन्छ। यो त्यो बिन्दु हो जहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि त्यहाँबाट उम्कने गति ठ्याक्कै प्रकाशको गति बराबर हुन्छ। यो सीमा पार गर्ने कुनै पनि चिज, चाहे त्यो पदार्थ होस्, प्रकाश होस् वा कुनै जानकारी, कहिले बाहिर निस्कन सक्दैनन्। त्यसको भविष्यको बाटो अनिवार्य रूपमा भित्रतिर नै हुन्छ। यसलाई बुझ्न एउटा नदीको कल्पना गर्नुहोस्, जुन एउटा विशाल झरनातिर तीव्र गतिमा बगिरहेको छ। झरनाबाट पर्याप्त टाढा हुँदा डुङ्गाहरू स्वतन्त्र रूपमा चल्न सक्छन्, तर एउटा यस्तो बिन्दु आउँछ जसलाई पार गरेपछि नदीको बहाव यति तेज हुन्छ कि सबैभन्दा छिटो डुङ्गा, जसलाई प्रकाश मानौ, पनि झरनामा खस्नबाट जोगिन सक्दैन। यही फिर्ता हुन नसक्ने बिन्दु, पोइन्ट अफ नो रिटर्न नै घटना क्षितिज इभेन्ट होराइजन हो। यसले एउटा पूर्ण एकतर्फी झिल्ली वान वे मेम्ब्रेनको रूपमा काम गर्छ, जसले ब्ल्याक होलको भित्री भागलाई बाँकी ब्रह्माण्डबाट शास्त्रीय भौतिकी अनुसार पूर्ण रूपमा अलग गर्छ। घटना क्षितिजभन्दा भित्र ब्ल्याक होलको केन्द्रमा गुरुत्वाकर्षणको सङ्कुचनको अन्तिम परिणाम रहेको मानिन्छ, सिङ्गुलारिटी। शास्त्रीय सामान्य सापेक्षता अनुसार यो शून्य आयतन र असीम घनत्व इन्फाइनाइट डेन्सिटी भएको एउटा बिन्दु हो जहाँ ब्ल्याक होल बनेको वस्तुको सम्पूर्ण पिण्ड केन्द्रित हुन्छ। सिङ्गुलारिटीमा स्पेस टाइमको वक्रता, कर्वेचर अनन्त हुन्छ र सामान्य सापेक्षताका समीकरणहरूले काम गर्न छोड्छन्। तिनीहरूले अनन्त मानहरू दिन थाल्छन्। यहाँनिर रोजर पेनरोजको काम अत्यन्त महत्त्वपूर्ण छ। 1960 को दशकमा उनले गणितीय रूपमा प्रमाणित गरे कि सामान्य सापेक्षता अन्तर्गत यदि गुरुत्वाकर्षण पर्याप्त बलियो भयो, जस्तै कि घटना क्षितिज बनिसकेपछि, तब सिङ्गुलारिटीको निर्माण अनिवार्य छ। यो केवल पूर्ण रूपमा गोलाकार सङ्कुचनमा मात्र सीमित थिएन। पेनरोजले देखाए कि सिङ्गुलारिटीहरू सामान्य सापेक्षताको सामान्य परिणाम हुन्। जब गुरुत्वाकर्षणले प्रभुत्व जन्माउँछ, यसले के सङ्केत गर्छ भने ब्ल्याक होलहरू र तिनीहरूभित्रका सिङ्गुलारिटीहरू विशाल ताराहरूको मृत्युको सामान्य अन्त्य हुन्, न कि केवल काल्पनिक मोडेलका दुर्लभ परिणाम। तर सिङ्गुलारिटीको भविष्यवाणीले सामान्य सापेक्षताको सीमालाई पनि उजागर गर्छ। भौतिक सिद्धान्तहरूमा अनन्त मानहरू देखा पर्नुले सामान्यतया त्यो सिद्धान्त आफ्नो वैधताको दायराभन्दा बाहिर प्रयोग भइरहेको सङ्केत गर्छ। जसरी शास्त्रीय भौतिकी आणविक तहमा असफल हुन्छ र क्वान्टम मेकानिक्स आवश्यक पर्छ, त्यसरी नै सामान्य सापेक्षता सिङ्गुलारिटीमा असफल हुने अपेक्षा गरिन्छ। यसको पूर्ण विवरण दिन एउटा अझ आधारभूत सिद्धान्त क्वान्टम गुरुत्वाकर्षण, क्वान्टम ग्राभिटीको सिद्धान्त आवश्यक पर्छ, जसले गुरुत्वाकर्षण र क्वान्टम मेकानिक्सलाई एकीकृत गर्न सकोस्। त्यसैले सिङ्गुलारिटी ब्ल्याक होलको एउटा विशेषता मात्र होइन, यो नयाँ भौतिकीको आवश्यकता दर्शाउने एउटा सङ्केत पनि हो। यो अध्यायमा हामीले ब्ल्याक होलहरूको यात्रा गर्यौँ। न्युटनियन भौतिकीमा आधारित अँध्यारो तारा, डार्क स्टारको प्रारम्भिक विचारदेखि लिएर ताराहरूको जीवन चक्र, चन्द्रशेखर लिमिटको महत्त्व र अन्ततः सामान्य सापेक्षताले भविष्यवाणी गरेको पूर्ण गुरुत्वाकर्षण सङ्कुचनसम्म। हामीले देख्यौँ कि कसरी विशाल ताराहरूको मृत्युले यी रहस्यमय वस्तुहरूलाई जन्म दिन्छ, जसको विशेषता घटना क्षितिज इभेन्ट होराइजन, फिर्ता हुन नसक्ने सीमा र केन्द्रीय सिङ्गुलारिटी, जहाँ हाम्रा वर्तमान सिद्धान्तहरू असफल हुन्छन्, ती हुन्।
ब्ल्याक होलहरू केवल ताराकीय अवशेष मात्र होइनन्, तिनीहरू प्रकृतिका प्रयोगशाला हुन् जहाँ हामी गुरुत्वाकर्षणको चरम अवस्थाहरूमा सामान्य सापेक्षताको परीक्षण गर्न सक्छौँ। यस्तो अवस्था जुन पृथ्वीमा सिर्जना गर्न असम्भव छ। तिनीहरूको अध्ययनले हाम्रो भौतिक सिद्धान्तहरूलाई तिनीहरूको सीमासम्म धकेल्छ र क्वान्टम गुरुत्वाकर्षणको एकीकृत सिद्धान्त खोज्न मार्गदर्शन गर्छ। तर के ब्ल्याक होलहरू साँच्चै काला छन्? के तिनीहरूबाट केही पनि बाहिर आउँदैन? शास्त्रीय सिद्धान्तले यही भन्छ। तर जब हामी क्वान्टम मेकानिक्सका सिद्धान्तहरूलाई यस चरम गुरुत्वाकर्षण क्षेत्रमा लागू गर्ने प्रयास गर्छौँ तब के हुन्छ? के ब्ल्याक होलहरूले पनि विकिरण उत्सर्जन गर्न सक्छन्? के तिनीहरूभित्र खस्ने जानकारी सधैँका लागि हराउँछ? यी प्रश्नहरूले हामीलाई भौतिक विज्ञानको अझ गहिरो र अनौठो क्षेत्रतिर लैजान्छन् जहाँ गुरुत्वाकर्षण र क्वान्टम संसारको भेट हुन्छ। अर्को अध्यायमा हामी यिनै प्रश्नहरूको खोजी गर्नेछौँ र ब्ल्याक होलहरूको क्वान्टम प्रकृतिबारे चर्चा गर्नेछौँ। अध्याय 4 ब्ल्याक होल त्यति काला छैनन्। च्याप्टर 4 ब्ल्याक होल्स एन्ड सो ब्ल्याक। अघिल्लो अध्यायमा हामीले अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त अनुसार ब्ल्याक होलको शास्त्रीय तस्बिर हेऱ्यौँ। हामीले तिनीहरूलाई स्पेस टाइमका यस्ता क्षेत्रको रूपमा बुझ्यौँ जहाँ गुरुत्वाकर्षण यति प्रबल हुन्छ कि त्यसको घटना क्षितिज इभेन्ट होराइजनभित्रबाट केही पनि प्रकाश समेत उम्कन सक्दैन। हामीले यो पनि चर्चा गऱ्यौँ कि सिद्धान्त अनुसार ब्ल्याक होलको केन्द्रमा एउटा सिङ्गुलारिटी हुन्छ, एउटा यस्तो बिन्दु जहाँ घनत्व र स्पेस टाइमको वक्रता अनन्त हुन्छ र जहाँ सामान्य सापेक्षताका नियमहरू नै भङ्ग हुन्छन्। यो शास्त्रीय तस्बिर अनुसार ब्ल्याक होलहरू ब्रह्माण्डका अन्तिम जेलखाना हुन्। जे कुरा एकपटक भित्र पस्यो त्यो सधैँका लागि हरायो। तिनीहरू पूर्ण रूपमा काला हुन्छन् किनभने तिनीहरूबाट कुनै प्रकाश वा जानकारी बाहिर आउन सक्दैन। तर के यो कथाको अन्त्य हो? के ब्ल्याक होलहरू साँच्चीकै यति सरल र अन्तिम छन्? जब हामीले 20औं शताब्दीको अर्को महान सिद्धान्त क्वान्टम मेकानिक्सलाई यस चित्रमा समावेश गर्छौँ तब एउटा आश्चर्यजनक र क्रान्तिकारी नतिजा देखा पर्छ। क्वान्टम मेकानिक्स जसले अणु र परमाणुभन्दा सानो संसारलाई वर्णन गर्छ, यसले ब्ल्याक होलहरूको प्रकृतिबारे हाम्रो बुझाइलाई नै बदलिदिन्छ। यसले देखाउँछ कि ब्ल्याक होलहरू वास्तवमा त्यति काला छैनन्। यो अनौठो निष्कर्षसम्म पुग्न हामीले क्वान्टम मेकानिक्सका दुई मुख्य अवधारणाहरूलाई सम्झाउनुपर्छ जसको बारेमा हामीले अघिल्लो अध्यायमा संक्षिप्त चर्चा गरेका थियौँ। पहिलो हो वर्नर हाइजेनबर्गको अनिश्चितताको सिद्धान्त, अनसर्टेनिटी प्रिन्सिपल। यस सिद्धान्तको एउटा रूपले भन्छ कि हामीले कुनै प्रणालीको ऊर्जा र त्यो ऊर्जा मापन गर्न लागेको समयलाई एकैसाथ पूर्ण सटिकताका साथ जान्न सक्दैनौँ। यसको एउटा अनौठो परिणाम के हो भने अत्यन्तै छोटो समयको लागि ऊर्जा संरक्षणको नियम ल अफ कन्जर्भेसन अफ इनर्जीलाई थोरै उल्लङ्घन गर्न सकिन्छ जस्तो देखिन्छ। दोस्रो महत्त्वपूर्ण अवधारणा हो क्वान्टम शून्य स्थान, क्वान्टम भ्याक्युम। शास्त्रीय भौतिकी अनुसार खाली ठाउँ साँच्चीकै खाली नै हुन्छ, त्यहाँ केही पनि हुँदैन। तर क्वान्टम मेकानिक्स अनुसार खाली ठाउँ गतिविधिले भरिएको हुन्छ। अनिश्चितताको सिद्धान्त, ल अफ अनसर्टिनिटी, ऊर्जा समयवालाको कारणले अत्यन्तै छोटो क्षणका लागि कण र त्यसको प्रतिकण एन्टिपार्टिकलका जोडीहरू स्वतः शून्यबाट उत्पन्न हुन सक्छन् र तुरुन्तै एकअर्कासँग ठोकिएर फेरि विलीन हुन सक्छन्। उदाहरणका लागि एउटा इलेक्ट्रोन र त्यसको प्रतिकण पोजिट्रोनको जोडी बन्न सक्छ। यी कणहरूलाई आभासी कण, भर्चुअल पार्टिकल्स भनिन्छ किनभने तिनीहरू यति क्षणिक हुन्छन् कि तिनीहरूलाई सामान्यतया प्रत्यक्ष रूपमा पत्ता लगाउन सकिँदैन, तर तिनीहरूको प्रभाव भने मापन गर्न सकिन्छ। त्यसैले क्वान्टम स्तरमा खाली ठाउँ वास्तवमा आभासी कणहरूको निरन्तर बन्ने र मेटिने प्रक्रियाले गर्दा एक प्रकारको उम्लिरहेको अवस्थामा हुन्छ। अब प्रश्न उठ्छ, ब्ल्याक होल जस्तो अत्यन्तै शक्तिशाली गुरुत्वाकर्षण भएको क्षेत्रमा खास गरी घटना क्षितिजको नजिक यो क्वान्टम प्रभावहरूले कस्तो भूमिका खेल्छन्? 1970 को दशकको सुरुतिर स्टेफन हकिङले यही प्रश्नको खोजी सुरु गरे। उनले सामान्य सापेक्षता र क्वान्टम मेकानिक्सका सिद्धान्तहरूलाई एकसाथ मिलाएर ब्ल्याक होलको घटना क्षितिज नजिक कणहरूको व्यवहार कस्तो हुन्छ भनेर अध्ययन गरे। उनले जे पत्ता लगाए त्यसले भौतिक विज्ञानको संसारमा हलचल ल्याइदियो। हकिङले तर्क गरे कि जब आभासी कण प्रतिकणको जोडी ठ्याक्कै घटना क्षितिजको छेउमा उत्पन्न हुन्छ तब केही अनौठो हुन सक्छ। सामान्यतया यो जोडी तुरुन्तै फेरि मिलेर विलीन हुन्छ, तर ब्ल्याक होलको तीव्र गुरुत्वाकर्षणले गर्दा यस्तो सम्भावना हुन्छ कि जोडी छुटिन सक्छ। एउटा कण वा प्रतिकण घटना क्षितिजसम्म खस्न सक्छ जबकि अर्को कण बाहिर उम्कन सफल हुन सक्छ। अब जुन कण बाहिर उम्कन्छ त्यसले वास्तविक कणको रूपमा टाढा यात्रा गर्न सक्छ। बाहिरबाट हेर्ने पर्यवेक्षकको लागि यस्तो लाग्नेछ कि ब्ल्याक होलले कणहरू उत्सर्जन गरिरहेको छ, तर यहाँ एउटा समस्या छ। वास्तविक कणहरू बन्नको लागि ऊर्जा चाहिन्छ। यो ऊर्जा कहाँबाट आयो? यसको जवाब घटना क्षितिजभित्र खसेको अर्को कणमा लुकेको छ। हकिङले देखाए कि ब्ल्याक होलको गुरुत्वाकर्षण क्षेत्रभित्र कणको ऊर्जा बाहिरको पर्यवेक्षकको सापेक्षमा फरक हुन सक्छ। जुन कण ब्ल्याक होलभित्र खस्छ त्यसले बाहिरको ब्रह्माण्डको सापेक्षमा ऋणात्मक ऊर्जा, नेगेटिभ इनर्जी बोकेको मान्न सकिन्छ। त्यो ऋणात्मक ऊर्जा भएको कण ब्ल्याक होलमा खस्नुको अर्थ के हो? आइन्स्टाइनको प्रसिद्ध समीकरण E = mc² अनुसार ऊर्जा र पिण्ड एकअर्कासँग सम्बन्धित छन्।
त्यसैले ऋणात्मक ऊर्जा ब्ल्याक होलमा खस्नु भनेको वास्तविक ब्ल्याक होलको पिण्ड र त्यसैले कुल ऊर्जा घट्नु हो। अर्को शब्दमा भन्नुपर्दा बाहिर उम्किएको वास्तविक कणले बोकेको धनात्मक ऊर्जा पोजिटिभ इनर्जीको मूल्य ब्ल्याक होलले आफ्नो पिण्ड घटाएर चुकाउँछ। यो प्रक्रिया निरन्तर चलिरहन्छ। घटना क्षितिजको छेउमा आभासी कणका जोडीहरू बनिरहन्छन्, छुटिरहन्छन्। एउटा ऋणात्मक ऊर्जासहित भित्र खस्छ र अर्को धनात्मक ऊर्जासहित बाहिर उम्कन्छ। परिणामस्वरूप बाहिरबाट हेर्दा ब्ल्याक होलले निरन्तर रूपमा कणहरू उत्सर्जन गरिरहेको देखिन्छ र यस प्रक्रियामा बिस्तारै आफ्नो पिण्ड गुमाइरहेको हुन्छ। यो अभूतपूर्व उत्सर्जनलाई हकिङ रेडिएसन भनिन्छ। हकिङ रेडिएसनको खोजका धेरै महत्त्वपूर्ण र दूरगामी प्रभावहरू छन्। पहिलो, यसले भन्यो कि ब्ल्याक होलहरू पूर्ण रूपमा काला छैनन्। तिनीहरूले विकिरण उत्सर्जन गर्छन्। यो विकिरण अत्यन्तै क्षीण हुन्छ, विशेष गरी ठूला ब्ल्याक होलहरूको लागि। त्यसैले यसलाई हालसम्म प्रत्यक्ष रूपमा पत्ता लगाउन सकिएको छैन। तर सैद्धान्तिक रूपमा यसको अस्तित्वले ब्ल्याक होलको शास्त्रीय तस्बिरलाई उल्टाइदिन्छ। दोस्रो, हकिङले गणना गरे कि यो उत्सर्जनको प्रकृति थर्मल रेडिएसन जस्तै हुन्छ, अर्थात् यो कुनै निश्चित तापक्रम भएको वस्तुबाट उत्सर्जित विकिरण जस्तै हो। यसको मतलब ब्ल्याक होलको पनि तापक्रम हुन्छ। यो अत्यन्तै अनौठो कुरा थियो, किनभने तापक्रम सामान्यतया अणुहरूको औसत गतिसँग सम्बन्धित हुन्छ, तर ब्ल्याक होललाई त एउटा खाली स्पेस टाइमको क्षेत्र मानिन्थ्यो। यो खोजले पहिलोपटक भौतिक विज्ञानका 3 महान सिद्धान्तहरू, सामान्य सापेक्षता जसले ब्ल्याक होलको गुरुत्वाकर्षण वर्णन गर्छ, क्वान्टम मेकानिक्स जसले कण उत्सर्जनको संयन्त्र दिन्छ र थर्मोडाइनामिक्स जसले तापक्रम र ऊर्जासँग सम्बन्धित नियमहरू दिन्छ लाई एउटै घटनामा एकसाथ जोडिदियो। अझ अचम्मको कुरा, हकिङले पत्ता लगाए कि ब्ल्याक होलको तापक्रम त्यसको पिण्डसँग उल्टो समानुपातिक, इन्भर्सली प्रोपोर्सनल हुन्छ। अर्थात् जति ठूलो ब्ल्याक होल त्यति नै कम त्यसको तापक्रम र त्यति नै कम हकिङ रेडिएसनको दर। हाम्रो सूर्य जत्रो पिण्ड भएको ब्ल्याक होलको तापक्रम निरपेक्ष शून्यभन्दा थोरै मात्र माथि लगभग 1 केल्भिनको 10 लाखौँ भाग हुन्छ, जुन ब्रह्माण्डीय पृष्ठभूमि विकिरण कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड रेडिएसनको तापक्रम लगभग 2.7 केल्भिनभन्दा पनि धेरै कम छ। यस्ता ब्ल्याक होलहरूले उत्सर्जन गर्ने भन्दा बढी ऊर्जा बाहिरबाट अवशोषित गर्छन्। त्यसैले तिनीहरूको पिण्ड वास्तवमा बढ्छ। तर यदि ब्ल्याक होल सानो छ भने त्यसको तापक्रम उच्च हुन्छ र त्यसले छिटो विकिरण उत्सर्जन गर्छ। यसले तेस्रो र सबैभन्दा नाटकीय निष्कर्ष निम्त्याउँछ, ब्ल्याक होलहरू अनन्त हुँदैनन्, किनभने तिनीहरूले हकिङ रेडिएसन मार्फत निरन्तर ऊर्जा र त्यसैले पिण्ड गुमाइरहेका हुन्छन्। तिनीहरू बिस्तारै खुम्चिँदै जान्छन्। यो प्रक्रिया अत्यन्तै ढिलो हुन्छ। सूर्य जत्रो पिण्ड भएको ब्ल्याक होललाई पूर्ण रूपमा वापसीकरण इभापोरेट हुन लाग्ने समय ब्रह्माण्डको वर्तमान आयु लगभग 14 अर्ब वर्षभन्दा खरबौँ गुणा लामो हुन्छ, 10⁻67 वर्ष जति। तर सैद्धान्तिक रूपमा यो हुन्छ। जब ब्ल्याक होल खुम्चिँदै जान्छ, त्यसको पिण्ड घट्छ, तापक्रम बढ्छ र विकिरण उत्सर्जनको दर तीव्र हुँदै जान्छ। आफ्नो जीवनको अन्तिम क्षणहरूमा जब यो अत्यन्तै सानो हुन्छ, यो अत्यन्तै तातो हुन्छ र यसले ऊर्जाको एउटा ठूलो विस्फोटको साथ आफ्नो अस्तित्व समाप्त गर्छ। के यस्ता साना ब्ल्याक होलहरू बनेका थिए? हकिङले सुझाव दिए कि बिग ब्याङको प्रारम्भिक क्षणहरूमा जब घनत्व अत्यन्तै उच्च थियो, साना आदिम ब्ल्याक होलहरू प्राइमोडियल ब्ल्याक होल्स बन्न सक्थे। यदि यस्ता ब्ल्याक होलहरू बनेका थिए र तिनीहरूको पिण्ड सुरुमा करिब 1 अर्ब टन एउटा पहाड जत्रो थियो भने तिनीहरूले उत्सर्जन गर्दै आजसम्म आफ्नो जीवन बिताएर ठिक अहिले कतै विस्फोट हुँदै हुन सक्छन्। खगोलविदहरूले यस्ता विस्फोटबाट आउने गामा किरणहरू, गामा रेज खोज्ने प्रयास गरेका छन्, तर अहिलेसम्म कुनै निश्चित प्रमाण फेला परेको छैन। त्यसो भए हकिङको कामले हामीलाई देखायो कि जब क्वान्टम मेकानिक्सका नियमहरूलाई ब्ल्याक होलको घटना क्षितिजमा लागू गरिन्छ, तब ब्ल्याक होलहरू पूर्ण रूपमा काला रहँदैनन्। तिनीहरूले हकिङ रेडिएसन उत्सर्जन गर्छन्, तिनीहरूको तापक्रम हुन्छ र अन्ततः तिनीहरू वापसीकरण भएर जान्छन्। यो खोज केवल ब्ल्याक होलबारे मात्र होइन, यसले भौतिक विज्ञानका सबैभन्दा आधारभूत प्रश्नहरूलाई छुन्छ। यसले सामान्य सापेक्षता, क्वान्टम मेकानिक्स र थर्मोडाइनामिक्स बीच गहिरो र अप्रत्याशित सम्बन्ध स्थापित गर्यो। यसले सूचना विरोधाभास, इन्फर्मेसन प्याराडक्स जस्ता नयाँ पहेलीहरू पनि जन्मायो। यदि ब्ल्याक होल वापसीकरण भएर जान्छ भने त्यसमा खसेको जानकारी के हुन्छ? के त्यो सधैँका लागि नष्ट हुन्छ, जसले क्वान्टम मेकानिक्सको एउटा आधारभूत सिद्धान्तलाई उल्लङ्घन गर्छ? वा त्यो कुनै न कुनै रूपमा हकिङ रेडिएसनमा लुकेर बाहिर आउँछ? यी प्रश्नहरूको जवाब खोज्ने प्रयासले भौतिक शास्त्रीहरूलाई क्वान्टम गुरुत्वाकर्षण, क्वान्टम ग्राभिटीको पूर्ण सिद्धान्त निर्माण गर्न प्रेरित गरिरहेको छ। एउटा यस्तो सिद्धान्त जसले ब्रह्माण्डका 4वटै आधारभूत बलहरूलाई एउटै छाता मुनि ल्याउन सकोस् र बिग ब्याङ तथा ब्ल्याक होलको सिङ्गुलारिटी जस्ता चरम अवस्थाहरूको सही वर्णन गर्न सकोस्। हकिङ रेडिएसनको अवधारणाले हामीलाई ब्रह्माण्डलाई हेर्ने एउटा नयाँ दृष्टिकोण दिएको छ। एउटा यस्तो ब्रह्माण्ड जहाँ स्पेस टाइमको जियोमेट्री र क्वान्टम संसारको अनिश्चितता अनौठो र सुन्दर तरिकाले जोडिएका छन् र जहाँ सबैभन्दा अँध्यारो मानिएका वस्तुहरूले पनि अन्ततः आफ्नो रहस्य प्रकाशमा ल्याउँछन्। अर्को अध्यायमा हामी ब्रह्माण्डको समग्र चित्रलाई हेर्नेछौँ र यसको अन्तिम नियति के हुन सक्छ भन्ने विशाल प्रश्नको खोजी गर्नेछौँ।
के यो सधैँभरि विस्तार भइरहनेछ वा फेरि खुम्चिएर अन्त्य हुनेछ वा यसको भविष्य अझै अनौठो छ। अध्याय 5 ब्रह्माण्डको उत्पत्ति र नियति। च्याप्टर 5 द ओरिजिन एन्ड फेट अफ द युनिभर्स। अघिल्लो अध्यायहरूमा हामीले ब्रह्माण्डका केही अत्यन्तै अनौठा र रहस्यमय पक्षहरूको यात्रा गऱ्यौँ। हामीले विस्तार हुँदै गइरहेको ब्रह्माण्ड, बिग ब्याङको अवधारणा, ब्ल्याक होलको गुरुत्वाकर्षण शक्ति र क्वान्टम मेकानिक्सको अनौठो संसार जसले ब्ल्याक होलहरूलाई पनि पूर्ण रूपमा कालो रहन दिँदैन भन्ने कुरा बुझ्यौँ। हकिङ रेडिएसनको खोजले हामीलाई देखायो कि सामान्य सापेक्षता र क्वान्टम मेकानिक्सलाई एकसाथ ल्याउँदा कस्ता आश्चर्यजनक परिणामहरू निस्कन सक्छन्। अब हामी हाम्रो दृष्टिकोणलाई फेरि एकपटक फराकिलो बनाउँदै सम्पूर्ण ब्रह्माण्डको कथा, यसको सुरुवात कसरी भयो र यसको अन्तिम भविष्य के होला भन्ने विशाल प्रश्नहरूतिर फर्कन्छौँ। हामीले अध्याय 2 मा बिग ब्याङको चर्चा गरेका थियौँ, जसले भन्छ कि ब्रह्माण्ड लगभग 13.8 अर्ब वर्ष पहिले एउटा अत्यन्तै तातो र घना अवस्थाबाट सुरु भयो। तर के यो कथा यतिमै सकिन्छ? के बिग ब्याङ नै वास्तविक सुरुवात थियो र यो विस्तार भइरहेको ब्रह्माण्ड सधैँभरि विस्तार भइरहन्छ वा यसको यात्राको अन्त्य अर्कै तरिकाले हुन्छ? ब्रह्माण्डको उत्पत्ति बिग ब्याङभन्दा पर शास्त्रीय बिग ब्याङ मोडेल जुन सामान्य सापेक्षतामा आधारित छ त्यसले ब्रह्माण्डको विस्तार र कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड रेडिएसन CMBR जस्ता धेरै अवलोकनहरूलाई सफलतापूर्वक व्याख्या गर्छ। तर यसका पनि आफ्नै सीमाहरू छन्। हामीले देखेका थियौँ कि यस मोडेलले समयको सुरुवातमा एउटा सिङ्गुलारिटीको भविष्यवाणी गर्छ, एउटा यस्तो बिन्दु जहाँ घनत्व र तापक्रम अनन्त हुन्छ र भौतिक विज्ञानका नियमहरू भङ्ग हुन्छन्। यो सिङ्गुलारिटीले सङ्केत गर्छ कि शास्त्रीय सिद्धान्त आफैमा अपूर्ण छ र यसले ब्रह्माण्डको वास्तविक सुरुवातको वर्णन गर्न सक्दैन। यसबाहेक बिग ब्याङ मोडेलले केही अन्य रहस्यहरू पनि छोडेको छ। उदाहरणका लागि समतलताको समस्या, फ्ल्याटनेस प्रब्लम। हाम्रो ब्रह्माण्ड किन यति अचम्म लाग्दो रूपमा सपाट फ्ल्याट छ? अध्याय 2 मा हामीले फ्रिडम्यानका मोडेलहरू बन्द, खुला, सपाटबारे चर्चा गरेका थियौँ। अवलोकनहरूले देखाउँछन् कि हाम्रो ब्रह्माण्डको घनत्व क्रिटिकल डेन्सिटीको धेरै नजिक छ, जसले यसलाई सपाट बनाउँछ। यदि प्रारम्भिक ब्रह्माण्ड थोरै मात्र पनि सपाट अवस्थाबाट विचलित भएको भए यो आज या त तुरुन्तै खुम्चिसक्थ्यो वा यति छिटो विस्तार हुन्थ्यो कि ग्यालेक्सीहरू बन्नै पाउँदैनथे। यो फाइन ट्युनिङ किन छ? क्षितिज समस्या, होराइजन प्रब्लम। जब हामी कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड रेडिएसनलाई हेर्छौँ यो आकाशका विपरीत दिशाहरूबाट आउँदा पनि आश्चर्यजनक रूपमा समान तापक्रमको देखिन्छ। तर बिग ब्याङ मोडल अनुसार ब्रह्माण्डको प्रारम्भिक इतिहासमा यी विपरीत क्षेत्रहरू यति टाढा थिए कि तिनीहरूबीच प्रकाशले यात्रा गरेर तापक्रम आदान प्रदान गर्न र समान हुन भ्याउने समय नै थिएन। तिनीहरू एकअर्काको कौशल होराइजन, क्याजुअल होराइजन बाहिर थिए। त्यसो भए तिनीहरूको तापक्रम कसरी ठ्याक्कै उस्तै भयो? यी समस्याहरूलाई सम्बोधन गर्न 1980 को दशकमा एलन गुथ र अन्य भौतिक शास्त्रीहरूले कस्मिक इन्फ्लेसनको सिद्धान्त प्रस्ताव गरे। यो सिद्धान्त अनुसार बिग ब्याङ पछिको पहिलो अत्यन्तै छोटो छेडमा सेकेन्डको खरबौँ भागभन्दा पनि कम समयमा ब्रह्माण्डले एक अविश्वसनीय, तीव्र र चरघाताङ्की एक्सपोनेन्सियल विस्तारको चरण पार गर्यो। यो अवधिमा ब्रह्माण्डको आकार एक अणुभन्दा सानोबाट बढेर सायद एउटा सुन्तला जत्रो भयो। यो विस्तार प्रकाशको गतिभन्दा पनि छिटो थियो। यहाँ स्पेस आफै फैलिरहेकोले प्रकाशको गतिको सीमा उल्लङ्घन हुँदैन। इन्फ्लेसनको यो छोटो तर विस्फोटक अवधिले माथि उल्लेखित समस्याहरूलाई सुन्दर ढङ्गले समाधान गर्न सक्छ। यसले ब्रह्माण्डलाई यति धेरै तन्काइदियो कि सुरुमा भएको कुनै पनि वक्रता, कर्वेचर लगभग सपाट देखिन थाल्यो। जसरी एउटा सानो बेलुन फुलाउँदै जाँदा त्यसको सतह बढ्दै गएपछि स्थानीय रूपमा सपाट देखिन्छ। यसले समतलताको समस्या समाधान गर्यो। इन्फ्लेसन सुरु हुनुअघि हामीले आज देख्ने ब्रह्माण्डको सम्पूर्ण क्षेत्र एउटै सानो कौशल रूपमा जोडिएको क्षेत्रभित्र थियो। त्यसैले त्यस क्षेत्रको तापक्रम समान हुन पर्याप्त समय थियो। इन्फ्लेसनले यो सानो क्षेत्रलाई विशाल आकारमा फैलाइदियो, तर तापक्रमको समानता कायम रह्यो। यसले क्षितिज समस्या, होराइजन प्रब्लम समाधान गर्यो। अझ महत्त्वपूर्ण कुरा, इन्फ्लेसनले ब्रह्माण्डमा हामीले देख्ने संरचनाहरू, ग्यालेक्सीका झुण्डहरूको उत्पत्तिको लागि एउटा संयन्त्र पनि प्रदान गर्छ। क्वान्टम मेकानिक्स अनुसार प्रारम्भिक ब्रह्माण्डमा ससाना क्वान्टम उतार चढाव, क्वान्टम फ्लक्चुएसन हुनुपर्छ। ऊर्जा घनत्वमा हुने अनियमित परिवर्तनहरू। इन्फ्लेसनले यी सूक्ष्म उतार चढावहरूलाई खगोलीय आकारमा तन्काइदियो। यी तन्किएका उतार चढावहरूले नै पछि गएर गुरुत्वाकर्षणको लागि बिउको काम गरे, जसको वरिपरि पदार्थ जम्मा भएर आज हामीले देख्ने विशाल संरचनाहरू बने। CMBRमा देखिने तापक्रमको ससाना भिन्नताहरू जुन कोब, WMAP र प्ल्याङ्क जस्ता स्याटेलाइटहरूले मापन गरेका छन् लाई यी प्रारम्भिक क्वान्टम उतार चढावहरूको अवशेष मानिन्छ र तिनीहरूको ढाँचा इन्फ्लेसन सिद्धान्तको भविष्यवाणीसँग ठ्याक्कै मेल खान्छ। तर इन्फ्लेसनले पनि सबै प्रश्नको जवाफ दिँदैन। यसले बिग ब्याङ पछिको क्षणको वर्णन गर्छ, तर बिग ब्याङ आफै कसरी सुरु भयो वा समयको सुरुवात जहाँ t=0 थियो त्यहाँ के थियो भन्ने बताउँदैन। त्यो सिङ्गुलारिटीको समस्या अझै पनि छ।
त्यसको जवाफ पाउन हामीलाई फेरि त्यही सिद्धान्त चाहिन्छ जसले गुरुत्वाकर्षण र क्वान्टम मेकानिक्सलाई एकीकृत गर्छ, क्वान्टम गुरुत्वाकर्षणको सिद्धान्त। केही सिद्धान्तहरू जस्तै स्ट्रिङ थ्योरी वा लुप क्वान्टम ग्राभिटीले सिङ्गुलारिटीलाई हटाउने प्रयास गर्छन् र ब्रह्माण्डको सुरुवातको फरक तस्बिर प्रस्तुत गर्छन्, तर यी सिद्धान्तहरू अझै पनि निर्माणाधीन र परीक्षण हुन बाँकी छन्। बिग ब्याङभन्दा पहिले के थियो भन्ने प्रश्न अझै पनि आधुनिक भौतिक विज्ञानको सबैभन्दा गहिरो रहस्यहरूमध्ये एक हो। अब हामी ब्रह्माण्डको भविष्यतिर लागौँ। यसको अन्तिम नियति के होला? अध्याय 2 मा हामीले अलेक्जेन्डर फ्रिडम्यानको कामको चर्चा गरेका थियौँ, जसले सामान्य सापेक्षता अनुसार ब्रह्माण्ड स्थिर हुन सक्दैन, यो या त विस्तार हुनुपर्छ या त सङ्कुचन हुनुपर्छ भनेर देखाएका थिए। उनले ब्रह्माण्डको औसत घनत्व एभरेज डेन्सिटीको आधारमा 3 सम्भावित भविष्यहरू प्रस्ताव गरेका थिए। 1. बन्द ब्रह्माण्ड, क्लोज्ड युनिभर्स। यदि घनत्व क्रिटिकल डेन्सिटीभन्दा बढी छ भने गुरुत्वाकर्षणले अन्ततः विस्तारलाई रोक्नेछ र ब्रह्माण्ड फेरि खुम्चन थाल्नेछ, जसको अन्त्य बिग क्रन्च नामक महासङ्कुचनमा हुनेछ। खुला ब्रह्माण्ड, ओपन युनिभर्स। यदि घनत्व क्रिटिकल घनत्वभन्दा कम छ भने गुरुत्वाकर्षणले विस्तारलाई रोक्न सक्दैन र ब्रह्माण्ड सधैँभरि विस्तार भइरहनेछ। सपाट ब्रह्माण्ड, फ्ल्याट युनिभर्स। यदि घनत्व ठ्याक्कै क्रिटिकल डेन्सिटी बराबर छ भने ब्रह्माण्ड सधैँभरि विस्तार भइरहनेछ, तर विस्तारको गति बिस्तारै घट्दै जानेछ, शून्यको नजिक पुग्नेछ तर कहिले शून्य हुने छैन। त्यसो भए हाम्रो ब्रह्माण्डको घनत्व कति छ? यो प्रश्नको जवाब खोज्दा खगोलविदहरूले एउटा ठुलो आश्चर्य पत्ता लगाए। जब उनीहरूले ग्यालेक्सीहरू र ग्यालेक्सीका झुण्डहरूमा देखिने सबै तारा, ग्यास र धुलोको पिण्ड जोडे, तब उनीहरूले थाहा पाए कि यो देखिने पदार्थ, भिजिबल म्याटर, ब्रह्माण्डलाई सपाट बनाउन चाहिने क्रिटिकल डेन्सिटीको केही प्रतिशत मात्रै हो। यसले त ब्रह्माण्ड खुला हुनुपर्ने र तीव्र गतिमा विस्तार हुनुपर्ने देखायो। तर ग्यालेक्सीहरूले घुम्ने तरिका र ग्यालेक्सीका झुण्डहरूले एकअर्कालाई तान्ने तरिका हेर्दा त्यहाँ देखिने पदार्थले सिर्जना गर्ने गुरुत्वाकर्षणभन्दा धेरै बढी गुरुत्वाकर्षण भएको पाइयो। यसले सङ्केत गर्यो कि ब्रह्माण्डमा ठुलो मात्रामा यस्तो पदार्थ छ जसले प्रकाश उत्सर्जन गर्दैन, अवशोषित गर्दैन या प्रतिबिम्बित गर्दैन, अर्थात् यो अदृश्य छ। यस रहस्यमय पदार्थलाई डार्क म्याटर भनियो। डार्क म्याटर के हो भन्ने हामीलाई ठ्याक्कै थाहा छैन। यो कुनै नयाँ प्रकारको आधारभूत कण हुन सक्छ, तर यसको गुरुत्वाकर्षण प्रभाव स्पष्ट रूपमा देखिन्छ। डार्क म्याटरले ब्रह्माण्डको कुल पदार्थ घनत्वको लगभग 25% हिस्सा ओगटेको अनुमान छ, जबकि हामीले देख्ने सामान्य पदार्थले केवल 5% मात्र ओगट्छ। डार्क म्याटरको खोजीले ब्रह्माण्डको घनत्वलाई क्रिटिकल घनत्वको नजिक पुर्यायो, तर अझै पनि पूर्ण रूपमा सपाट बनाउन पर्याप्त थिएन। तर 1990 को दशकको अन्त्यमा खगोल विज्ञानमा अर्को क्रान्ति आयो। टाढाका सुपरनोभाहरूको अध्ययन गरिरहेका 2 स्वतन्त्र टोलीहरूले एउटा स्तब्ध पार्ने नतिजा फेला पारे। ब्रह्माण्डको विस्तार सुस्त हुनुको सट्टा यो त तीव्र एसिलेरेटिङ भइरहेको छ। यो कसरी सम्भव छ? गुरुत्वाकर्षणले त विस्तारलाई सुस्त बनाउनु पर्ने हो। कुनै अज्ञात शक्तिले ब्रह्माण्डलाई बाहिरतिर धकेलिरहेको जस्तो देखियो। यो रहस्यमय शक्ति जसले गुरुत्वाकर्षणको विपरीत काम गर्छ र ब्रह्माण्डको विस्तारलाई तीव्र बनाउँछ, यसलाई डार्क एनर्जी भनियो। डार्क एनर्जी के हो? त्यो डार्क म्याटरभन्दा पनि ठुलो रहस्य हो। यो खाली स्थान भ्याक्युमको नै एक अन्तर्निहित गुण हुन सक्छ, जसलाई आइन्स्टाइनले सुरुमा आफ्नो समीकरणमा थपेको कस्मोलोजिकल कन्स्ट्यान्टले प्रतिनिधित्व गर्न सक्छ, जसलाई उनले पछि सबैभन्दा ठुलो भूल भनेका थिए, तर सायद त्यो भूल थिएन। वा यो कुनै नयाँ प्रकारको ऊर्जा क्षेत्र हुन सक्छ। हामीलाई जे थाहा छ त्यो हो कि डार्क एनर्जीले ब्रह्माण्डको कुल ऊर्जा घनत्वको लगभग 70% हिस्सा ओगटेको छ। त्यसो भए हाम्रो ब्रह्माण्डको संरचना यस्तो देखिन्छ। लगभग 5% सामान्य पदार्थ, 25% डार्क म्याटर र 70% डार्क एनर्जी। यी सबैलाई जोड्दा ब्रह्माण्डको कुल ऊर्जा घनत्व क्रिटिकल डेन्सिटीको धेरै नजिक आउँछ, जसले ब्रह्माण्ड लगभग सपाट छ भन्ने इन्फ्लेसनको भविष्यवाणीलाई समर्थन गर्छ। तर डार्क एनर्जीको प्रभुत्वले ब्रह्माण्डको अन्तिम नियतिबारे हाम्रो बुझाइले नाटकीय रूपमा परिवर्तन गरिदिएको छ। यदि डार्क एनर्जी स्थिर रहिरहन्छ, जस्तो कि कस्मोलोजिकल कन्स्ट्यान्टले गर्छ भने ब्रह्माण्डको विस्तार सधैँभरि अझ तीव्र गतिमा चलिरहनेछ। यस अवस्थामा ब्रह्माण्डको भविष्य कस्तो होला? यसलाई प्राय बिग फ्रिज वा हिट डेथ भनिन्छ। ग्यालेक्सीहरू एकअर्काबाट झन्झन टाढा हुँदै जानेछन्। अन्ततः हाम्रो स्थानीय समूहभन्दा बाहिरका सबै ग्यालेक्सीहरू हाम्रो अवलोकन क्षितिजबाट हराउनेछन्। ग्यालेक्सीहरूभित्र ताराहरू बन्ने प्रक्रिया बिस्तारै रोकिनेछ, किनभने ग्यास सकिनेछ। अहिले चम्किरहेका ताराहरूले आफ्नो इन्धन जलाएर सक्नेछन् र तिनीहरू व्हाइट ड्वार्फ, न्युटन तारा वा ब्ल्याक होलमा परिणत हुनेछन्। त्यसपछि आउने खरबौँ वर्षहरूमा यी ताराकीय अवशेषहरू पनि बिस्तारै क्षय हुँदै जानेछन्। प्रोटोनहरू पनि अस्थिर हुन सक्छन् र क्षय हुन सक्छन्। यद्यपि यो अहिलेसम्म अवलोकन गरिएको छैन। अध्याय 4 मा चर्चा गरे अनुसार ब्ल्याक होलहरू पनि हकिङ रेडिएसन मार्फत अत्यन्तै ढिलो गतिमा वापसीकरण भएर जानेछन्। अन्ततः अत्यन्तै टाढाको भविष्यमा, सायद 10⁻100 वर्ष वा त्योभन्दा पनि पछि,
ब्रह्माण्ड लगभग पूर्ण रूपमा खाली चिसो र अँध्यारो हुनेछ, जसमा केवल फोटोन, न्युट्रिनो र केही छरिएका आधारभूत कणहरू मात्र बाँकी रहनेछन्। यो ब्रह्माण्डको अन्तिम ताप मृत्यु हिट डेथ हुनेछ, जहाँ कुनै पनि उपयोगी काम गर्नको लागि ऊर्जा प्रवणता इनर्जी ग्रेडियन्ट बाँकी रहँदैन। के यो नै हाम्रो ब्रह्माण्डको एकमात्र सम्भावित भविष्य हो? यदि डार्क एनर्जीको प्रकृति फरक भयो भने अन्य सम्भावनाहरू पनि छन्। यदि डार्क एनर्जी समयसँगै झन् शक्तिशाली हुँदै गएर फ्यान्टम एनर्जी बन्यो भने यसले भविष्यमा बिग रिप निम्त्याउन सक्छ, जहाँ विस्तार यति तीव्र हुन्छ कि यसले पहिले ग्यालेक्सीहरू, त्यसपछि तारा र ग्रहहरू, अन्ततः अणु र परमाणुहरूलाई नै च्यातिदिनेछ। अर्कोतर्फ यदि डार्क एनर्जी कमजोर भयो वा ऋणात्मक भयो भने बिग क्रन्चको सम्भावना फेरि देखा पर्न सक्छ। तर हालको सबैभन्दा राम्रो अवलोकनहरूले बिग फ्रिज वा हिट डेथलाई नै सबैभन्दा सम्भावित नियतिको रूपमा देखाउँछन्। त्यसो भए हामीले ब्रह्माण्डको कथालाई दुई छेउबाट हेऱ्यौँ। यसको उत्पत्ति बिग ब्याङ र सम्भावित इन्फ्लेसनबाट र यसको सम्भावित अन्त्य अनन्त विस्तार र चिसोपनमा। हामीले देख्यौँ कि हाम्रो ब्रह्माण्ड रहस्यमय डार्क म्याटर र अझ रहस्यमय डार्क एनर्जीले भरिएको छ, जसले यसको संरचना र भविष्य निर्धारण गर्छ। तर यो कथा अझै पुरा भएको छैन। डार्क म्याटर र डार्क एनर्जीको वास्तविक प्रकृति के हो? क्वान्टम गुरुत्वाकर्षणको पूर्ण सिद्धान्त कस्तो होला जसले बिग ब्याङको क्षण र ब्ल्याक होलको केन्द्रलाई वर्णन गर्न सकोस्? के हाम्रो ब्रह्माण्ड एकमात्र ब्रह्माण्ड हो वा अनन्त मल्टिभर्सको हिस्सा हो? यी प्रश्नहरूले हामीलाई ज्ञानको सीमामा पुर्याउँछन्। तर जसरी विगतमा हामीले ब्रह्माण्डबारे हाम्रो बुझाइलाई क्रान्तिकारी बनाएका छौँ, त्यसरी नै भविष्यमा पनि नयाँ खोजहरूले हामीलाई यी रहस्यहरूको गहिराइमा लैजानेछन् भन्ने आशा गर्न सकिन्छ। ब्रह्माण्डको उत्पत्ति र नियतिको खोजी मानव जिज्ञासाको सबैभन्दा आधारभूत र प्रेरणादायी प्रयासहरूमध्ये एक हो, जसले हामीलाई हाम्रो स्थान र अस्तित्वबारे सोच्न बाध्य बनाउँछ। अध्याय 6 समयको दिशा, च्याप्टर 6 द डिरेक्सन अफ टाइम। अघिल्लो अध्यायमा हामीले ब्रह्माण्डको विशाल कथा, यसको सम्भावित उत्पत्तिदेखि लिएर यसको सम्भावित अन्तिम नियतिसम्मको अवलोकन गऱ्यौँ। हामीले देख्यौँ कि ब्रह्माण्ड विस्तार भइरहेको छ र यो विस्तार सायद सधैँभरि चलिरहनेछ, जसले गर्दा भविष्यमा एउटा चिसो, अँध्यारो र लगभग खाली ब्रह्माण्ड बन्नेछ। यी ब्रह्माण्डीय प्रक्रियाहरू घटित हुँदा एउटा कुरा भने स्थिर देखिन्छ, समयको प्रवाह। हामी सबैले अनुभव गर्छौँ कि समय निरन्तर अगाडि बढिरहेको छ। विगत सम्झना बन्छ, वर्तमान क्षणिक हुन्छ र भविष्य अज्ञात रहन्छ। हामी जन्मन्छौँ, हुर्कन्छौँ, बुढो हुन्छौँ र मर्छौँ, कहिले उल्टो क्रममा होइन। एउटा फुटेको कप आफै जोडिँदैन, दुध चियामा मिसिन्छ, तर मिसिएको दुध आफै चियाबाट छुट्टिँदैन। यो समयको एकतर्फी प्रवाह, यो समयको तीर, एरो अफ टाइम यति स्वाभाविक लाग्छ कि हामी यसमा प्रश्न नै उठाउँदैनौँ। तर भौतिक विज्ञानको दृष्टिकोणबाट हेर्दा समयको यो स्पष्ट दिशा एउटा गहिरो रहस्य हो। किनभने प्रकृतिलाई वर्णन गर्ने अधिकांश आधारभूत भौतिक नियमहरू, जस्तै न्युटनको गतिको नियम, आइन्स्टाइनको सापेक्षता, म्याक्सवेलको विद्युतीय चुम्बकत्व र क्वान्टम मेकानिक्सका आधारभूत समीकरणहरू आफैमा समय सममित, टाइम सिमेट्रिक छन्। यसको मतलब यदि तपाईँले यी नियमहरूमा समयलाई उल्टो दिशामा चलाउनु भयो भने तिनीहरूले वर्णन गर्ने प्रक्रियाहरू अझै पनि सम्भव देखिन्छन्। उदाहरणका लागि, ग्रहले सूर्यलाई परिक्रमा गर्ने भिडियोलाई उल्टो चलाउँदा त्यो पनि न्युटनको नियमअनुसार नै देखिन्छ। तर हाम्रो दैनिक जीवनमा समय किन सधैँ एउटै दिशामा मात्र बग्छ? किन विगत र भविष्यबीच यति स्पष्ट भिन्नता छ? यो रहस्यलाई बुझ्न भौतिकशास्त्रीहरूले समयका विभिन्न दिशाहरू वा तीरहरूको पहिचान गरेका छन्, जुन हाम्रो ब्रह्माण्डमा स्पष्ट रूपमा देखिन्छन्। एक उष्मागतिकीय दिशा, थर्मोडाइनामिक एरो अफ टाइम। यो सायद समयको दिशाको सबैभन्दा महत्त्वपूर्ण र आधारभूत व्याख्या हो। यो भौतिक विज्ञानको एउटा अत्यन्तै शक्तिशाली नियम, उष्मागतिको दोस्रो नियम, सेकेन्ड ल अफ थर्मोडाइनामिक्ससँग सम्बन्धित छ। यो नियमले भन्छ कि कुनै पनि बन्द प्रणाली, क्लोज सिस्टममा एन्ट्रोपी नामक एक राशि समयसँगै बढ्छ वा स्थिर रहन्छ, तर कहिले घट्दैन। एन्ट्रोपीलाई सामान्यतया कुनै प्रणालीमा अव्यस्तता, डिसअर्डर वा अनियमितता, र्यान्डमनेसको मापनको रूपमा बुझ्न सकिन्छ। दोस्रो नियमले भन्छ कि प्राकृतिक प्रक्रियाहरू सधैँ व्यवस्था, अर्डरबाट अव्यवस्था, डिसअर्डरतिर जाने प्रकृति राख्छन्। उदाहरण सोचौँ, तपाईँको कोठा सफा र व्यवस्थित छ, कम एन्ट्रोपी। यदि तपाईँले त्यसलाई केही दिन त्यत्तिकै छोड्नुभयो भने त्यो बिस्तारै अव्यवस्थित हुँदै जान्छ, धुलो जम्छ, सामानहरू यत्रतत्र हुन्छन्, एन्ट्रोपी बढ्छ। तपाईँको कोठा आफै सफा हुँदैन, त्यसलाई व्यवस्थित बनाउन तपाईँले बाहिरबाट ऊर्जा खर्च गर्नुपर्छ, जसले तपाईँको शरीर र घर वरपरको वातावरणको एन्ट्रोपी अझ बढी बढाउँछ। त्यस्तै एउटा सिङ्गै अण्डा व्यवस्थित अवस्थामा कम एन्ट्रोपी भुइँमा खस्यो भने फुट्छ र त्यसको सामग्री छरिन्छ। अव्यवस्थित अवस्था उच्च एन्ट्रोपी। तर छरिएको अण्डा आफै जम्मा भएर सिङ्गो अण्डा बन्दैन। बरफको टुक्रा तातो कोठामा पग्लिन्छ, तर पानी आफै जमेर बरफ बन्दैन, फ्रिजरमा राख्नुपर्छ, जसले बाहिर ऊर्जा फालेर समग्र एन्ट्रोपी बढाउँछ। समयको उष्मागतिकीय दिशा यही हो। यो त्यो दिशा हो जसमा एन्ट्रोपी बढ्छ, जसमा अव्यवस्था बढ्छ। फुटेको कप, मिसिएको दुध, पग्लिएको बरफ,
यी सबै प्रक्रियाहरू एन्ट्रोपी बढ्ने दिशामा हुन्छन् र यही दिशालाई हामी समयको अगाडि प्रवाहको रूपमा अनुभव गर्छौँ। 2 मनोवैज्ञानिक दिशा, साइकोलोजिकल एरो अफ टाइम। यो हामीले समयलाई प्रत्यक्ष अनुभव गर्ने तरिका हो। हामी विगतका घटनाहरू सम्झन्छौँ तर भविष्यका घटनाहरू सम्झिँदैनौँ। हामीलाई लाग्छ कि समय बितिरहेको छ, विगतबाट वर्तमान हुँदै भविष्यतिर। हाम्रो चेतनाले समयको एकतर्फी प्रवाहलाई अनुभव गर्छ। यो मनोवैज्ञानिक दिशा र उष्मागतिकीय दिशाबीच गहिरो सम्बन्ध हुनुपर्छ भन्ने विश्वास गरिन्छ। हामी किन विगत सम्झन्छौँ तर भविष्य सम्झँदैनौँ? यसको एउटा सम्भावित कारण यो हो कि सम्झनाहरू निर्माण गर्न चाहे त्यो हाम्रो मस्तिष्कमा होस् या कम्प्युटरमा ऊर्जा खर्च हुन्छ र यसले एन्ट्रोपी बढाउँछ। हाम्रो मस्तिष्कले जानकारीलाई व्यवस्थित सम्झना गर्दा यसले अनिवार्य रूपमा वरपरको वातावरणमा अझ बढी अव्यवस्था, तापको रूपमा ऊर्जा उत्सर्जन गरेर सिर्जना गर्छ। त्यसैले सम्झनाहरू बन्ने प्रक्रिया विगततिर हेर्ने एन्ट्रोपी बढ्ने दिशा उष्मागतिकीय दिशासँग जोडिएको छ। हामीले समयलाई अगाडि बढिरहेको महसुस गर्नु सायद हाम्रो मस्तिष्कले एन्ट्रोपी बढ्ने दिशामा मात्र काम गर्न सक्ने कारणले हो। 3 ब्रह्माण्डीय दिशा, कस्मोलोजिकल एरो अफ टाइम। यो समयको त्यो दिशा हो जसमा ब्रह्माण्ड विस्तार भइरहेको छ। हामीले अध्याय 2 मा देखेका थियौँ कि हबलको अवलोकनले ब्रह्माण्ड फैलिरहेको देखाएको छ। यो विस्तार बिग ब्याङदेखि सुरु भएको हो र डार्क एनर्जीको प्रभावले गर्दा सायद सधैँभरि चलिरहनेछ। अब प्रश्न उठ्छ, यी 3वटै दिशाहरू उष्मागतिकीय, एन्ट्रोपी बढ्ने, मनोवैज्ञानिक, विगत सम्झने र ब्रह्माण्डीय, ब्रह्माण्ड फैलने किन एउटै दिशामा इङ्गित गर्छन्? के यो संयोग मात्र हो वा यसको पछाडि कुनै गहिरो कारण छ? अधिकांश भौतिक शास्त्रीहरू विश्वास गर्छन् कि मनोवैज्ञानिक दिशा उष्मागतिकीय दिशामा निर्भर गर्छ, तर उष्मागतिकीय दिशा र ब्रह्माण्डीय दिशाबीचको सम्बन्ध अलि जटिल छ। हाम्रो वर्तमान ब्रह्माण्डमा एन्ट्रोपी बढिरहेको छ र ब्रह्माण्ड पनि विस्तार भइरहेको छ। दुवै एउटै दिशामा छन्, तर के यो सधैँ यस्तै हुनुपर्छ? यो प्रश्नले हामीलाई एउटा रोचक काल्पनिक परिदृश्यतिर लैजान्छ। यदि भविष्यमा ब्रह्माण्डको विस्तार रोकिएर यो फेरि खुम्चिन थाल्यो, जुन बिग क्रन्च मोडेलमा हुन्छ, यद्यपि हालको अवलोकनले यसलाई समर्थन गर्दैन भने के हुन्छ? के समयको उष्मागतिकीय दिशा पनि उल्टिन्छ? के खुम्चिँदै गरेको ब्रह्माण्डमा एन्ट्रोपी घट्न थाल्छ? के फुटेका कपहरू आफै जोडिन थाल्छन्? के मानिसहरू भविष्य सम्झँदै र विगत बिर्सँदै जान्छन्? स्टेफन हकिङले सुरुमा सोचेका थिए कि सायद यस्तै हुन्छ। उनले तर्क गरे कि खुम्चिँदै गरेको ब्रह्माण्डमा समयको उष्मागतिकीय दिशा उल्टिन सक्छ, जसले गर्दा एन्ट्रोपी घट्न थाल्छ। तर पछि उनले आफ्नो विचार बदले। थप गहिरो विश्लेषणले देखायो कि खुम्चिँदै गरेको ब्रह्माण्डमा पनि एन्ट्रोपी बढ्ने सम्भावना नै बढी हुन्छ। ब्रह्माण्ड खुम्चिँदै जाँदा ग्यालेक्सीहरू एक आपसमा ठोक्किने, ताराहरू मर्ने र ब्ल्याक होलहरू बन्ने प्रक्रियाहरूले अव्यवस्था, एन्ट्रोपीलाई बढाइरहन्छन्। अझ महत्त्वपूर्ण कुरा, यदि एन्ट्रोपी घट्ने अवस्था आयो भने पनि त्यस्तो ब्रह्माण्डमा जीवन, विशेष गरी हामी जस्तो चेतना भएको जीवन सम्भव नहुन सक्छ। हाम्रो अस्तित्व नै एन्ट्रोपी बढ्ने प्रक्रियाहरू जस्तै खाना पचाएर ऊर्जा प्राप्त गर्ने, सोच्ने, सम्झनेमा निर्भर छ। त्यसैले यदि ब्रह्माण्ड खुम्चियो भने पनि हामीले अनुभव गर्ने समयको दिशा मनोवैज्ञानिक र उष्मागतिकीय सायद अगाडि नै बढिरहनेछ, जबसम्म ब्रह्माण्ड यति तातो र घना हुँदैन कि जीवन नै असम्भव हुन्छ। त्यसो भए समयको दिशा किन यति प्रबल छ? किन एन्ट्रोपी सधैँ बढ्छ? यसको जवाफ सायद ब्रह्माण्डको प्रारम्भिक अवस्थामा लुकेको छ। उष्मागतिकीको दोस्रो नियमले एन्ट्रोपी बढ्छ मात्र भन्छ, तर यो किन सुरुमा यति कम थियो भनेर बताउँदैन। हाम्रो ब्रह्माण्ड बिग ब्याङको समयमा अत्यन्तै तातो र घना थियो, तर यो आश्चर्यजनक रूपमा व्यवस्थित अर्डर अवस्थामा थियो, अर्थात् यसको एन्ट्रोपी अत्यन्तै कम थियो। यो कम एन्ट्रोपीको प्रारम्भिक अवस्थाले नै पछि गएर एन्ट्रोपी बढ्न र समयको स्पष्ट दिशा देखिन सम्भव बनायो। तर ब्रह्माण्ड किन यस्तो कम एन्ट्रोपीको अवस्थामा सुरु भयो? यो अझै पनि अनुत्तरित प्रश्न हो। के यो केवल एउटा संयोग थियो वा यसको पछाडि क्वान्टम गुरुत्वाकर्षण वा ब्रह्माण्डको उत्पत्तिको कुनै गहिरो सिद्धान्त लुकेको छ? केही भौतिक शास्त्रीहरू तर्क गर्छन् कि समय आफै बिग ब्याङसँगै सुरु भएको हुनाले बिग ब्याङभन्दा पहिले के थियो भनेर सोध्नु अर्थहीन हुन सक्छ, जसरी उत्तरी ध्रुवभन्दा उत्तरमा के छ भनेर सोध्नु अर्थहीन हुन्छ। हकिङले पनि नो बाउन्ड्री प्रपोजल जस्ता विचारहरू अघि सारेका थिए, जसले ब्रह्माण्डको सुरुवातलाई सिङ्गुलारिटी बिना नै एउटा स्वनिश्चित सेल्फ कन्टेन्ट जियोमेट्री संरचनाको रूपमा वर्णन गर्ने प्रयास गर्छ, जहाँ समयको सुरुवात सहज रूपमा हुन्छ। अन्ततः समयको दिशा एउटा यस्तो विषय हो जसले भौतिक विज्ञान, दर्शन र हाम्रो आफ्नै अस्तित्वको अनुभवलाई जोड्छ। हामीले देख्यौँ कि समयका विभिन्न तीरहरू छन्, उष्मागतिकीय, मनोवैज्ञानिक र ब्रह्माण्डीय, जुन हाम्रो वर्तमान ब्रह्माण्डमा एउटै दिशामा छन्।
उष्मागतिकीको दोस्रो नियम र एन्ट्रोपीको वृद्धिले यसमा केन्द्रीय भूमिका खेल्छ र यो सायद ब्रह्माण्डको अत्यन्तै कम एन्ट्रोपी भएको प्रारम्भिक अवस्थासँग जोडिएको छ। तर आधारभूत भौतिक नियमहरूको समय सममित प्रकृति र हामीले अनुभव गर्ने समयको एकतर्फी प्रवाह बीचको यो भिन्नताले अझै पनि गहिरो प्रश्नहरू खडा गर्छ। के समय साँच्चै आधारभूत तत्त्व हो वा यो अझ गहिरो वास्तविकताबाट उत्पन्न हुने एउटा भ्रम एमर्जेन्ट फेनोमेनन हो? के क्वान्टम गुरुत्वाकर्षणको सिद्धान्तले समयको प्रकृतिबारे नयाँ प्रकाश पार्ला? यी प्रश्नहरूको खोजी जारी छ। समयको दिशाको रहस्यले हामीलाई ब्रह्माण्डको सबैभन्दा आधारभूत नियमहरू र हाम्रो आफ्नै चेतनाको प्रकृतिबारे सोच्न बाध्य बनाउँछ। यो यात्राले हामीलाई देखाउँछ कि विज्ञान केवल तथ्यहरू पत्ता लगाउने प्रक्रिया मात्र होइन, बरु यो ब्रह्माण्ड र यसमा हाम्रो स्थानबारे गहिरो प्रश्नहरू सोध्ने र तिनका सम्भावित उत्तरहरू खोज्ने निरन्तर प्रयास पनि हो। अध्याय 7 सर्वस्वको सिद्धान्त, च्याप्टर 7 द थ्योरी अफ एभ्रिथिङ। हामीले यो यात्रामा ब्रह्माण्डका अनेकौं रहस्यहरू खोतल्यौँ। हामीले विस्तार हुँदै गइरहेको ब्रह्माण्ड र यसको सुरुवात बिग ब्याङबाट भयो भन्ने कुरा सिक्यौँ। हामीले ब्ल्याक होलको अनौठो गुरुत्वाकर्षण र तिनीहरू पनि क्वान्टम प्रभावका कारण पूर्ण रूपमा काला छैनन् भन्ने हकिङको क्रान्तिकारी विचार बुझ्यौँ। हामीले क्वान्टम मेकानिक्सको अनिश्चित र सम्भाव्यतामा आधारित संसार र समयको एकतर्फी प्रवाहको पछाडि लुकेको उष्मागतिकीको नियमबारे पनि चर्चा गर्यौँ। हामीले ब्रह्माण्डको सम्भावित नियति, अनन्त विस्तार र चिसोपनको चित्र पनि कोर्यौँ। यी सबै फरक फरक सिद्धान्तहरू सामान्य सापेक्षता जसले विशाल ब्रह्माण्ड र गुरुत्वाकर्षणलाई वर्णन गर्छ र क्वान्टम मेकानिक्स जसले अणुभन्दा सानो संसार र अन्य 3 आधारभूत बलहरू विद्युत चुम्बकीय, दुर्बल र प्रबल आणविकलाई वर्णन गर्छ। आफ्नो क्षेत्रमा अविश्वसनीय रूपमा सफल भएका छन्। तिनीहरूले अनगिन्ती अवलोकन र प्रयोगका परिणामलाई सटिकताका साथ व्याख्या गरेका छन्। तर भौतिक विज्ञानको अन्तिम लक्ष्य भनेको प्रकृतिलाई एउटा एकीकृत, सुसङ्गत र पूर्ण ढाँचामा बुझ्नु हो। के यी सफल तर अलग देखिने सिद्धान्तहरूलाई एउटै छातामुनि ल्याउन सकिन्छ? के त्यहाँ एउटा यस्तो परम सिद्धान्त, अल्टिमेट थ्योरी छ जसले ब्रह्माण्डका सबै पक्षहरू, सबै कणहरू, सबै बलहरू, स्पेस र समयको प्रकृतिलाई व्याख्या गर्न सकोस्? यस्तो परिकल्पित सिद्धान्तलाई नै भौतिकशास्त्रीहरू सर्वस्वको सिद्धान्त, थ्योरी अफ एभ्रिथिङ भन्छन्। यो सिद्धान्तको खोजी आधुनिक भौतिक विज्ञानको सबैभन्दा ठूलो र महत्त्वाकांक्षी लक्ष्य हो। एकीकृत सिद्धान्तको सपना नयाँ होइन। अल्बर्ट आइन्स्टाइनले आफ्नो जीवनको पछिल्लो भाग एउटा एकीकृत क्षेत्र सिद्धान्त, युनिफाइड फिल्ड थ्योरीको खोजीमा बिताएका थिए, जसले गुरुत्वाकर्षण र विद्युत चुम्बकत्वलाई एउटै गणितीय ढाँचामा ल्याउन सकोस्। तर उनको प्रयास सफल भएन, किनभने त्यस बेलासम्म दुर्बल र प्रबल आणविक बलहरू राम्ररी बुझिएका थिएनन्। यी दुई नयाँ बलहरूको खोजले एकीकरणको चुनौतीलाई अझ जटिल बनाइदियो। तर 20औं शताब्दीको उत्तरार्धमा भौतिकशास्त्रीहरूले महत्त्वपूर्ण प्रगति गरे। उनीहरूले विद्युत चुम्बकीय बल र दुर्बल आणविक बललाई सफलतापूर्वक एकीकृत गरेर इलेक्ट्रोविक थ्योरी बनाए। यसका लागि अब्दुस सलाम, सेल्डन ग्लासो र स्टिभेन वाइनबर्गलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो। यो सिद्धान्तले देखाउँछ कि उच्च ऊर्जामा यी दुई फरक देखिने बलहरू वास्तवमा एउटै बलका दुई पक्ष हुन्। यसैगरी प्रबल आणविक बललाई पनि क्वान्टम सिद्धान्त, क्वान्टम क्रोमोडाइनामिक्सले राम्रोसँग वर्णन गर्छ। यी तीनवटै बलहरू विद्युत चुम्बकीय, दुर्बल, प्रबललाई समेट्ने ढाँचालाई हामीले अघिल्लो अध्यायमा स्ट्यान्डर्ड मोडेल अफ प्र्याक्टिकल फिजिक्स भनेका थियौँ। स्ट्यान्डर्ड मोडेल अत्यन्तै सफल भए तापनि यो सर्वस्वको सिद्धान्त होइन। यसका केही सीमितताहरू छन्। यसले गुरुत्वाकर्षणलाई समावेश गर्दैन। यसले ब्रह्माण्डमा डार्क म्याटर र डार्क एनर्जीको अस्तित्वबारे केही बताउँदैन। यसमा धेरै स्वतन्त्र मापदण्डहरू, प्यारामिटर्स छन्, जस्तै कणहरूको पिण्ड, जसको मान सिद्धान्तले आफै निर्धारण गर्दैन, बरु प्रयोगबाट हाल्नुपर्छ। सर्वस्वको सिद्धान्तको खोजीमा सबैभन्दा ठूलो बाधा भनेको गुरुत्वाकर्षणलाई अन्य 3 बलहरूसँग एकीकृत गर्नु र सामान्य सापेक्षतालाई क्वान्टम मेकानिक्ससँग मिलाउनु हो। यी दुई सिद्धान्तहरूले ब्रह्माण्डलाई मौलिक रूपमै फरक तरिकाले हेर्छन्। सामान्य सापेक्षताले गुरुत्वाकर्षणलाई स्पेस टाइमको चिल्लो निरन्तर वक्रताको रूपमा हेर्छ। क्वान्टम मेकानिक्सले अन्य बलहरूलाई डिस्क्रिट क्वान्टा वा कणहरूको आदान प्रदानको रूपमा हेर्छ र यसमा अन्तर्निहित अनिश्चितता र सम्भाव्यता हुन्छ। जब भौतिकशास्त्रीहरूले सामान्य सापेक्षतालाई सिधै क्वान्टम मेकानिक्सको भाषामा ढाल्ने प्रयास गर्छन्, जसलाई गुरुत्वाकर्षणको क्वान्टाइजेसन भनिन्छ, तब गणितीय समस्याहरू देखा पर्छन्। गणनाहरूले अनन्त इन्फाइनाइट मानहरू दिन थाल्छन्, जसले सिद्धान्त असफल भएको सङ्केत गर्छ। ब्ल्याक होलको केन्द्रमा रहेको सिङ्गुलारिटी र बिग ब्याङको छेडमा पनि यस्तै समस्या देखा पर्छ, जहाँ दुवै सिद्धान्तका प्रभावहरू महत्त्वपूर्ण हुन्छन्। यसले स्पष्ट पार्छ कि हामीलाई एउटा नयाँ, अझ गहिरो सिद्धान्त चाहिन्छ जसले यी दुई स्तम्भहरूलाई सफलतापूर्वक एकीकृत गर्न सकोस्। पछिल्ला दशकहरूमा सर्वस्वको सिद्धान्तको लागि सबैभन्दा आशाजनक उम्मेदवारको रूपमा स्ट्रिङ थ्योरी देखा परेको छ।
यो एउटा क्रान्तिकारी र गणितीय रूपमा जटिल सिद्धान्त हो जसले पदार्थको आधारभूत संरचनाबारे हाम्रो धारणालाई नै बदलिदिन्छ। स्ट्रिङ थ्योरी अनुसार प्रकृतिमा रहेका आधारभूत तत्त्वहरू शून्य आयामी बिन्दु कणहरू पोइन्ट पार्टिकल्स होइनन्, बरु अत्यन्तै साना एक आयामी स्ट्रिङ्स वा धागो जस्ता वस्तुहरू हुन्। यी स्ट्रिङ्सहरू फरक फरक तरिकाले कम्पन भाइब्रेट हुन सक्छन्, जसरी भायोलिनको तारले फरक फरक नोटहरू निकाल्छ। स्ट्रिङ थ्योरी भन्छ कि यी कम्पनका विभिन्न मोड्स अफ भाइब्रेसन नै हामीले फरक फरक आधारभूत कणहरूको रूपमा देख्ने कुरा हुन्। एउटा निश्चित तरिकाले कम्पन हुने स्ट्रिङले इलेक्ट्रोनको जस्तो व्यवहार गर्छ, अर्को तरिकाले कम्पन हुनेले फोटोनको जस्तो, अर्कोले क्वार्क जस्तो आदि इत्यादि। अझ महत्त्वपूर्ण कुरा, स्ट्रिङ थ्योरीमा एउटा यस्तो कम्पन मोड पनि स्वतः देखा पर्छ जसको गुण ठ्याक्कै ग्राभिटोन, गुरुत्वाकर्षण बल बोक्ने परिकल्पित क्वान्टम कणसँग मिल्छ। यसरी स्ट्रिङ थ्योरीले गुरुत्वाकर्षणलाई अन्य बलहरूसँग स्वाभाविक रूपमै एकीकृत गर्ने सम्भावना देखाउँछ। यसले सामान्य सापेक्षता र क्वान्टम मेकानिक्स बीचको खाडल पुर्ने आशा जगाएको छ। तर स्ट्रिङ थ्योरीका आफ्नै अनौठा विशेषताहरू र चुनौतीहरू छन्। स्ट्रिङ थ्योरी गणितीय रूपमा सुसङ्गत हुनको लागि हाम्रो परिचित 3 स्थानीय आयाम लम्बाइ, चौडाइ र उचाइ र एक समय आयाम बाहेक थप स्थानीय आयामहरू स्पेसियल डाइमेन्सन्स हुनु आवश्यक छ। सामान्यतया 6 वा 7 वटा थप आयामहरू, जसले गर्दा कुल 10 वटा वा 11 वटा स्पेस टाइम आयामहरू हुन्छन्। यी अतिरिक्त आयामहरू कहाँ छन् त? सिद्धान्त अनुसार तिनीहरू अत्यन्तै सानो स्केलमा खुम्चिएका, कल्ड अप वा कम्प्याक्टिफाइड भएका हुन सक्छन्, जसले गर्दा हामीले तिनीहरूलाई प्रत्यक्ष रूपमा अनुभव गर्दैनौँ। सुरुमा स्ट्रिङ थ्योरीका 5 वटा फरक फरक संस्करणहरू थिए। 1990 को दशकमा एडवर्ड व्हिटन र अन्य भौतिकशास्त्रीहरूले यी सबै संस्करणहरू वास्तवमा एउटा अझ गहिरो 11 आयामी सिद्धान्तका फरक फरक पक्षहरू हुन सक्ने प्रस्ताव गरे, जसलाई एम थ्योरी भनियो। एम थ्योरीको पूर्ण रूप अझै पनि राम्रोसँग बुझिएको छैन, तर यसले स्ट्रिङ थ्योरीलाई अझ एकीकृत ढाँचामा ल्याउने प्रयास गर्छ। स्ट्रिङ थ्योरी वा एम थ्योरी गणितीय रूपमा सुन्दर र आशाजनक भए तापनि यो अझै पनि एक निर्माणाधीन सिद्धान्त हो र यसले धेरै चुनौतीहरूको सामना गरिरहेको छ। स्ट्रिङ थ्योरीको सबैभन्दा ठूलो समस्या भनेको यसको प्रत्यक्ष प्रयोगात्मक प्रमाण जुटाउनु हो। स्ट्रिङहरू र अतिरिक्त आयामहरू यति साना, प्ल्याङ्क स्केल लगभग 10⁻35 मिटर मानिन्छन् कि तिनीहरूलाई वर्तमान वा निकट भविष्यका पार्टिकल एक्सिलरेटर्सले सिधै पत्ता लगाउन असम्भव जस्तै छ। अप्रत्यक्ष प्रमाणहरू खोज्ने प्रयासहरू भइरहेका छन्, जस्तै सुपरसिमेट्रीका कणहरू खोज्ने वा ब्रह्माण्डीय अवलोकनहरूमा यसको छाप खोज्ने, तर अहिलेसम्म कुनै निर्णायक प्रमाण फेला परेको छैन। सिद्धान्त अत्यन्तै जटिल छ र यसका समीकरणहरूलाई पूर्ण रूपमा समाधान गर्न कठिन छ। स्ट्रिङ थ्योरीले हाम्रो ब्रह्माण्डलाई वर्णन गर्ने एउटा मात्र तरिका दिँदैन, बरु यसले खर्बौं खर्ब सम्भावित समाधान वा भ्याकुवाहरूको भविष्यवाणी गर्छ, जसमध्ये प्रत्येकले फरक फरक भौतिक नियमहरू भएको ब्रह्माण्डलाई प्रतिनिधित्व गर्न सक्छ। यसले हाम्रो ब्रह्माण्डमा भौतिक नियमहरू किन यस्तै छन् भन्ने प्रश्नको जवाफ दिनु सट्टा यसलाई अझ जटिल बनाइदिन्छ। किन प्रकृतिले यति धेरै सम्भावनाहरूमध्ये यही एउटा रोज्यो? के यो केवल संयोग हो वा यसमा मानवीय सिद्धान्त, एन्थ्रोपिक प्रिन्सिपल जस्ता अवधारणाहरूको भूमिका छ? अर्थात् ब्रह्माण्ड यस्तो हुनुपर्छ जसले जीवन र चेतनाको विकास हुन दियोस्, नत्र हामी यहाँ प्रश्न सोध्ने नै हुने थिएनौँ। यी चुनौतीहरूको बावजुद स्ट्रिङ थ्योरी अझै पनि क्वान्टम गुरुत्वाकर्षण र सबै कुराको सिद्धान्तका लागि सबैभन्दा सक्रिय रूपमा अनुसन्धान भइरहेको क्षेत्रहरूमध्ये एक हो। यसले भौतिक विज्ञान र गणितका विभिन्न शाखाहरूमा नयाँ अन्तर्दृष्टि प्रदान गरेको छ। के हामीले कहिल्यै सर्वस्वको सिद्धान्त, द थ्योरी अफ एभ्रिथिङ फेला पार्न सक्नेछौँ? के एउटै समीकरण वा सिद्धान्तले ब्रह्माण्डका सबै रहस्यहरू खोल्न सक्ला? यो प्रश्नको जवाफ अहिले कसैसँग छैन। केही भौतिकशास्त्रीहरू आशावादी छन्, जबकि अरूहरू सोध्छन् कि प्रकृति सायद यति जटिल छ कि एउटा परम सिद्धान्त कहिले सम्भव नहुन सक्छ वा हाम्रो बुझ्ने क्षमताको सीमा हुन सक्छ। तर स्टेफन हकिङ जस्ता वैज्ञानिकहरूको लागि यो खोजी नै मानव उद्यमको सबैभन्दा महत्त्वपूर्ण र प्रेरणादायी पक्ष थियो। उनले विश्वास गर्थे कि यदि हामीले यस्तो सिद्धान्त फेला पार्न सक्यौँ भने मानव तर्कको अन्तिम विजय, अल्टिमेट ट्रियम्फ अफ ह्युमन रिजन हुनेछ। यसले हामीलाई ब्रह्माण्ड किन अस्तित्वमा छ र यो किन यस्तो छ भन्ने आधारभूत प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ। हकिङले आफ्नो प्रसिद्ध भनाइमा भनेका थिए, यस्तो सिद्धान्त पत्ता लगाउनु भनेको भगवानको मनसाय जान्नु, नो द माइन्ड अफ गड जस्तै हुनेछ, जसको अर्थ धार्मिक नभई ब्रह्माण्डलाई सञ्चालन गर्ने अन्तिम नियमहरू बुझ्नु भन्ने थियो। आज हामीसँग सबै कुराको सिद्धान्त छैन, तर यसको खोजीले हामीलाई ब्रह्माण्डबारे अभूतपूर्व ज्ञान दिएको छ। यसले हामीलाई हाम्रो स्थान, हाम्रो उत्पत्ति र हाम्रो सम्भावित भविष्यबारे सोच्न बाध्य बनाएको छ। यो खोजी मानव जिज्ञासा, कल्पना र तर्क शक्तिको प्रमाण हो। हामीले यो अडियो बुकमा गरेको यात्राले हामीलाई ब्रह्माण्डको विशालता र जटिलता देखाएको छ। बिग ब्याङको आगोदेखि ब्ल्याक होलको अँध्यारोसम्म, क्वान्टमको अनौठोपनदेखि समयको रहस्यमय प्रवाहसम्म अझै धेरै कुराहरू छन् जुन हामी बुझ्दैनौँ।
तर ज्ञानको यो यात्रा कहिले पनि रोकिँदैन। हरेक नयाँ खोजले नयाँ प्रश्नहरू जन्माउँछ र हरेक नयाँ प्रश्नले हामीलाई अझ गहिरो सत्यतिर डोराउँछ। ब्रह्माण्डलाई बुझ्ने यो अनन्त खोजी नै सायद सबैभन्दा ठुलो साहसिक कार्य हो र यो कार्यमा सहभागी हुन पाउनु, यी विचारहरूबारे सोच्न पाउनु र ब्रह्माण्डले हामी सामु प्रस्तुत गरेका रहस्यहरूबाट विस्मित हुन पाउनु नै मानव हुनुको एउटा अद्भुत पक्ष हो। यहाँसम्म सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै खालका साइन्स रिलेटेड कन्टेन्टहरू सुन्न चाहनुहुन्छ भने हामीलाई कमेन्ट बक्समा सजेसन दिनुहोला। तपाईँको दिन शुभ रहोस्। धन्यवाद।